Okay, guys, welcome back to Oxfam Podcast, episode number 35. And we have our Oxfam SummerSlam co-champion, overall third ma, Rajiv Shrestha. So, welcome to the podcast, man. Thank you, others. Thank you for having me on your podcast. अनि कस्तो भइरहेछ एभ्रिथिङ सन्चै सन्जय छ यार। अनि मिट अब पछि ट्रेनिङ स्टार्ट भइसक्यो पोस्टमै ट्रेनिङ चाहिँ स्टार्ट चाहिँ भयो। अँ अब अस्ति भर्खर मैले अस्ति यो एजिएनको लागि रजिस्टर पनि गरेँ अर्ली बर्ड ए रेजिस्ट्रेसन। त्यही चाहिँ अस्ति नै मैले नि गरेँ अस्ति भर्खर के अरे ए 15मा चाहिँ लास्ट गर्ने कि नगर्ने गर्ने कि नगर्ने गर्ने कि नगर्ने भइरहेको थियो अब फेरि मेरो त्यो इन्जुरी पछि अलि कमब्याक बिस्तारै अलिक स्लो नै छ पहिला जस्तो फिल भएछ नि तर अब कुन क्याटेगोरी गर्छ 84 त्यही नै हो। ए दुईजना सँगै होला होइन हाम्रो। म त माथि नै गर्छु होला 94मा हो र। बिकज 84 मलाई धेरै सानो भयो क्या सानो भन्दा अँ, पनि मैले त्यो म के अरे फर्स्टमा 83 नै गर्थेँ नि त 83बाट मैले छोडेर 93 गएको थिएँ नि त अनि त्यो अस्तिनाको मेन रिजन त्यो कम्पिटिसनमा क्याटेगोरी नै थिएन तर म त 93 कमिट गरिसकेको थिएँ तर त्यो क्याटेगोरी नभएपछि मैले फेरि ठुलोहरूसँग खेल्ने कुरा भएन अब 199 107 कति कति छ केटाहरू होइन उनीहरूसँग खेल्यो भने फेरि फेयर गेम हुँदैन भने चाहिँ मैले त्यो कट गरेको क्या त्यति बेला ए त्यस्तो अहिले बडी वेट इन्टेन्स कति छ अहिले? अहिले चाहिँ म 90 छु 90 हो। त्यस्तो इन्टेन्सन थिएन तर अब जस्ट अब फेयर गेम होस् भनेर चाहिँ बरु अब एउटै वेटकोसँग खेल्यो नि सो तिमी पनि 83 थियो होला म नि 83 समथिङ थियो नि त सो अँ, त्यही भएर चाहिँ मैले कट गरेँ सो तिमीलाई त आई थिङ्क यो क्याटेगोरी यो पहिल्यैदेखि यही क्याटेगोरीमै खेलेर आइरह हो। 83मै खेलेर आइरह पहिल्यैदेखि तिमी चाहिँ कि पहिला मैले लोवर बड त फर्स्ट रुप कार्कीबाट स्टार्ट गरेँ मैले सेकेन्ड रुप कार्कीबाट। यसो गरौँ न त सो फर्स्ट लाइक जिम कसरी स्टार्ट गर्यो त्यहीँबाट सुरु गरौँ लाइक कसरी कति वर्ष भयो कसरी स्टार्ट गर्यो एन्ड देन अनि त्यसपछि चाहिँ फर्स्ट कम्पिटिसन अनि के गर्यो बडी बिल्डिङ गरेछ छैन लाइक मलाई पनि like कतिजना मान्छेहरू थाहै छैन कि लाइक राजीव इज अ डक्टर लाइक स्पेसिफिक के को डक्टर हो फर्स्ट अफ अल म चाहिँ मेरो पर्सनल्ली आइडेन्टिटी चाहिँ मेरो मेडिकल डक्टर मेडिकल ए अफिसर हो अहिले चाहिँ। अँ अनि म मेडिकल स्टुडेन्ट हुँदादेखि हो मैले जिम जोइन गरेको क्या। पहिला म अँ मेडिकल स्टुडेन्ट हुँदाखेरि ब्याचलरको थर्ड इयर फोर्थ इयरसम्म टाइमसम्म त्यतिखेर चाहिँ अँ फुटबल खेलिरहेको थिएँ क्या। जिम थाहा पनि थिएन। अँ अनि फुटबल खेलिरहेको थिएँ केटाहरू। अनि त्यसपछि एकचोटि मेरो बिचमा त्यो म्याच भइरहेको थियो क्या। इन्टर उम्, म त्यतिखेर बाहिर थिएँ। उम्, अनि त्यतिखेर यो अफ्रिकन कन्ट्रीसँग हाम्रो नेपाल इन्टर कन्ट्री म्याच गरौँ भनेर म्याच भइरहेको थियो त्यतिखेर। अँ म्याचकै त्यो ड्युरिङ द म्याच म इन्जुरी भयो क्या। त्यसपछि अँ नराम्रो इन्जुरी भयो क्या। यो मेरो प्री पटेला टेन्डन नै गइसकेको थियो क्या। अँ कति पहिला हो यो यो 19मा 2019 अँ 19मा त्यतिखेर इन्जुरी भयो। त्यसपछि ब्याक टु फुटबल हुनै सकेन क्या। अब खेल्नु उम्, मन लाग्ने होइन फुटबल। उम्, त्यसपछि जानै नसक्ने गएँ फेरि त्यही फेरि रिपिटेडली फेरि त्यो दुखिन थाल्यो कि। अँ अनि त्यसपछि बिस्तारै आफ्टर 2 to 3 मन्थ म चाहिँ बिस्तारै अब फुटबल सुटबल छोड्दै टाइम पनि गइरहेछ। अब अँ मेन कुरा हाम्रो त्यतिखेरको टाइममा फोकस हुने नै पढाइ हुन्थ्यो क्या। उम्, त्यसपछि अनि मैले चाहिँ एउटा साथी थियो मेरो उम्, साथी ऊ चाहिँ जिम गर्थ्यो क्या त्यहाँ। अँ त्यो जिम गर्थेँ त्यसपछि उसँग गएँ क्या। म जिम गएँ त्यसपछि अँ 19को लास्टतिर थिएँ म। अँ जिम स्टार्ट गरेँ मैले जिम स्टार्ट गरेँ। जिम दुई अँ तिन महिना भयो त्यो जिम स्टार्ट गरेको। त्यसपछि त फेरि अँ 20को बिगिनिङमै कोभिड आयो। अँ कोभिड आएपछि त्यसपछि त्यो टाइममा म नेपाल थिएँ कि। उम्, नेपाल थिएँ। अनि त्यो बिचको त्यो रमाइलो चाहिँ के छ भने बिचमा चाहिँ त्यो जुन कोभिडमा त फुल्ली लकडाउन थियो नि त। अँ त्यो बिचमा 2020 त फुल लकडाउनै भयो कहिलेकाहीँ त्यो बिचमा अलिकति खुलिरहेको थियो नि त बिच बिचमा एक दुई महिना। अँ 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 हो त्यो बेला चाहिँ जिम जाने क्या फेरि उम्, फेरि रिस्टार्ट गरेको थिएँ क्या मैले। ए त्यसो मेरो अलिक ढिलै स्टार्ट गरेर चाहिँ वर्कआउट गर्नु बेसिकली मेरो जिम त ढिलै नै हो। कोभिड अँ पछि हो कि मेरो कन्टिन्यू भएको कोभिड पछि हो। ए त्यो भर्खरै 5 वर्ष जस्तो मात्र भएछ त्यही नै हो।
त्यसपछि उम्, जिममा गइराख्दा गइराख्दा त्यो एउटा भिडियो सिडियो हेर्ने लिफ्टिङ त मलाई कम्प्लिटली थाहा नै थिएन के पनि। अँ, अनि कोभिड पछि जिम स्टार्ट गर्दै गर्दै लिफ्टिङ यताउता गरेर गइरहेको थियो। उम्, त्यसपछि कति 2022 सेकेन्ड विक पारि कहिले भएको थियो? सेकेन्ड रूप कार्की 2020 भयो, 21मा भयो जस्तो लाग्छ, 21 22 21मा 22मा एकछिन हो, 22को म हेर्छु अहिले। सेप्टेम्बरतिर होला सायद। सेकेन्ड, त्यो त थाहै भएन मलाई कहिले भएको त्यस्तो। त्यो मैले गरेको थिएन कि त्यति बेला, त्यो चाहिँ मेरो लाइक डेङ्गु भएको थियो क्या मलाई, अनि त्यसले गर्दा मैले त्यो अँ, फर्स्टवालामा त गरेको थिएँ, सेकेन्डमा चाहिँ मैले गरिनँ कि। हो म त्यतिखेर फेरि त्यो जबकोमा म हेटौडा थिएँ कि त्यतिखेर। अँ, भ्यालीमा पनि थिएन, हेटौडा थिएँ, हेटौडा अँ, हस्पिटलमा काम गर्थेँ म त्यतिखेर। अँ, हेटौडा हस्पिटलमा थिएँ। त्यसपछि मेरो एउटा बिएनएल फिटनेसको चाहिँ बुद्धिजन कार्की चिन्नुभयो होला नि हजुर होइन? हजुर हजुर, उहाँको जिममा म जिम गर्थेँ क्या, उहाँ चाहिँ अँ, उहाँको क्लबमा जिम गर्थेँ। अनि अँ, उहाँले फोन गर्नुभयो, तिमी लिफ्टिङ अलिअलि स्टार्ट गरेछौ, अँ, एकचोटि आउ न त, एकचोटि लिफ्टिङको अँ, एक्सपिरियन्स लियो एसबिडीको भनेर भने, अँ, पावर लिफ्टिङ। अँ, त्यसपछि म त्यसबाट यत्तिकै हावामा यत्तिकै आइदिएको थिएँ क्या, एक्सपिरियन्सको अँ, लागि हो, हेर्न पनि हुन्छ। मैले त्यसपछि त्यो टाइमसम्म पावर लिफ्टिङ मिट हेरेकै थिएन कि, हेरेको पनि थिएन। अनि उम्, आइदिएँ रजिस्ट्रेसन गरेर खेल्दै। अनि अँ, लक्किली फर्स्ट पावर लिफ्टिङ मिटमा म त्यतिखेर ब्रोन्ज मेडल आएको थियो कि त्यतिखेर अन्डर 83मै। ए त्यति बेला अन्डर अनि एटी त्यस थ्रीमा भनेपछि को थियो, विकेशले जितेको जस्तो लाग्छ। सिक्स त्यतिखेर हन्ड्रेड विकेश सिक्स हन्ड्रेड चाहिँ 605 कति 600 टोटल हाने थियो, कति भएछ टोटल तिम्रो त्यतिखेर चाहिँ? त्यतिखेर मलाई केही थाहा नै थिएन कि पावर लिफ्टिङ यताउता। अँ, अँ, फर्स्ट पावर लिफ्टिङ मिट हेरेको पनि त्यही हो, खेलेको पनि त्यही भयो कि। ए कति अनि टोटल त्यसपछि भएछ थर्डमा? त्यतिखेर टोटल 55 समथिङ कति भएको थियो कि। राम्रो हो नि, फर्स्ट कम्पिटिसनमा 555, त्यो पनि लाइक नो पावर लिफ्टिङ एक्सपिरियन्स। त्यसपछि त्यो भयो। त्यसपछि चाहिँ बल्ल म इन्टु पावर लिफ्टिङ भयो क्या। त्यसपछि आफै सेल्फ स्टडी गर्न थालेँ होइन, पावर लिफ्टिङ के हो। त्यसपछि ड्युटी त भइहाल्छ, ड्युटी गयो आयो, जिमको टाइम निकाल्यो, जिम गयो, जिममा टक्क आफ्नो फ्रस्ट्रेसन, जिमको त्यो वर्क फ्रस्ट्रेसन जिममा निकालिदिन्थेँ कि। अनि त्यसपछि त्यही हो फर्स्ट फर्स्ट पावर लिफ्टिङ मिस रूपकार के हो सेकेन्ड। त्यसपछि अनाउन्स भएको थियो कि, त्यसपछि लिफ्टिङ गर्दै गर्दै जाँदा पनि त्यो एनएफसी क्लासिक थियो नि, त्यो यता ट्वेन्टी ठमाको ट्वेन्टी ट्वेन्टी थ्रीमा हो। त्यसपछि डिरेक्टली त्यही गेम भएको थियो होइन नेपालमा। 2023मा त्यही भएछ। सेकेन्ड पछि हो त्यो खेलेँ। त्यसपछि त्यहाँ पनि 83 नै भयो, एट्टी अँ थ्रीकै क्याटागोरी, 85 क्याटागोरी थियो सायद त्यतिखेर। 85 बिलो हो। हो त्यहाँ फेरि त्यहाँ पनि त्यो सिल्भर आयो ए त्यसपछि। सो गोल्डबाट सिल्भर, ए सरी ब्रोन्जबाट सिल्भर। ब्रोन्जबाट सिल्भर आयो। त्यसमा पनि त्यसपछि विकेशले नै जितेछ है, विकेश नै फर्स्ट त्यसमा भएको थियो। विकेश नै विनर थियो, अँ, क्याटेगोरी त्यसमा विनर। त्यति बेला चाहिँ मैले पनि गरेको थिएँ, त्यति बेला चाहिँ म त्यही त हो सेम कुरा, म 93 गइसकेको थिएँ, क्याटेगोरी नै थिएन। अन्त मैले पनि त्यति बेला चाहिँ अब अब त्यस्तो ठुलो केटाहरू पनि लाइक मनोज हो मेरो क्याटेगोरी मनोज थियो। सो मैले त मनोजलाई कहिले लाइक त्यस्तो यादै गरेको थिएन, किनकि अब इन्स्टामा त्यस्ताहरूमा देखिरहेको हुँदैन थिएँ। त्यहीँ भेटाएँ कि मैले मनोजलाई फर्स्ट टाइम। अनि ए त्यति बेला चाहिँ ओए ल मनोज भन्ने मान्छे पनि रहेछ, ओए ठुलो मान्छे पोटेन्सियल छ। अनि अँ, म चाहिँ त्यति बेला भइसक्यो चाहिँ ओए एउटा बिचमा एउटा क्याटेगोरी त चाहिन्छ भनेर क्या है। अन्त त्यति बेला चाहिँ मैले फर्स्ट टाइम तिमीलाई मैले देखेको त्यहीँ हो कि है, अँ। कम्पिटिसन मैले चाहिँ स्ट्यान्डर्डमा। पहिला अब ठ्याक्कै त्यो पावर लिफ्टिङ भन्ने बित्तिकै अब त्यो आउँछ नि उम्, त, टाइसन दाई, उम्, सुखदेव कार्की दाईहरू टक्क त्यो उम्, अब ओजस जोसी त भइहाल्यो होइन, ठ्याक्कै आइरहेको थियो क्या। अनि त्यो फिडहरू अँ, आइरहेको छ नि त। त्यसपछि अँ, पावर लिफ्टिङ थाहा थिएन, त्यो हेर्दै हेर्दै अनि मैले अहिलेसम्मको पावर लिफ्टिङको त्यो जर्नीमा अहिलेसम्मको मैले सेल्फ छु क्या अहिले। ए कसैबाट अहिलेसम्म क्लास कसैबाट ट्रेनिङ केही गरेको छैन कि। अँ, त्यो टाइम पनि भएन कि त्यो। अब आफ्नो प्रोफेसन मेडिकल फिल्डतिर छ, यता अँ, पावर लिफ्टिङ लान सँगै सँगै जुत्न एकदम गाह्रो कि। ए सो मन पर्छ अहिले चाहिँ, मन परिसक्यो कम्प्लिटली पावर लिफ्टिङ। अहिले अहिले एकदमै अब त्यो अहिले त के भइसक्यो भने अब त्यो आफ्नो इन्ट्रेस्टेड फिल्ड भइसक्यो कि त्यो। अँ, अब आफ्नो प्रोफेसनल फिल्ड त छँदैछ। अँ, अहिले पनि त्यो मेरो भोइस चेन्जेस भइरहेको छ क्या। अहिले भर्खर नाइट ड्युटी गरेर अहिले घर आएको थिएँ। ए अस्ति टाइसन दाइले अस्ति सन्डे गरौँ भनेको थियो, अँ, त्यतिखेर मेरो ड्युटी थियो। पछि फेरि ड्युटी मिलाएको थिएँ मैले।
अँ पछि फेरि अब सन्डे कि मन्डे चाहिँ टाइसन दाइको यो मन्डे चाहिँ दाइ ट्राभल वेडिङ छ गर्दै भनेर हुनुहुन्थ्यो कि हो अनि त्यही भएर आज फेरि सो मन्डे चाहिँ ट्राभलै थियो कि दाइको, सो ट्राभलले गर्दा हो। अनि अनि त्यसपछि सेकेन्ड भयो, अनि फेरि अर्को कम्पिटिसनलाई अहिलेसम्म भएको जुन पनि कम्पिटिसन ब्याक टु ब्याक खेलि नै रहेछ है। मिस त्यो सेकेन्ड ग्रुप पार्किङबाट मैले खेलेँ त्यसपछि सेकेन्ड ग्रुप उम्, पार्किङमा ब्रोन्ज आयो अँ, एनएफसी क्लासिकको थमेला भएको होला त्यसमा सेकेन्ड भएछ। सिल्भर आयो अँ, त्यसपछि मैले अब त्यसपछि एनएफसी त्यसमा चाहिँ कति क्लासिक टोटल बढ्यो, लाइक 5 समथिङबाट 600 त्यसपछि पुग्यो? 600 प्लसै भयो त्यतिखेर कति म क्यालकुलेट गरिहाल्नु सिक्स त्यतिखेर अलिक 600 कटाएको थियो क्या ए कटेको थियो। 600 अनि कति सिक्स थियो हन्ड्रेड त्यो थर्टी भएको रहेछ। सिक्स हन्ड्रेड 630 थर्टी with 240 squat, 135 bench, and then 255 55 deadlift. हो So not bad, राम्रो प्रोग्रेस भयो रहेछ। त्यसपछि डेडलिफ्ट च्याम्पियनसिप पनि गरे रहेछ। डेडलिफ्ट च्याम्पियन थियो डेडलिफ्ट च्याम्पियनसिपमा भएन त्यो त्यतिखेर केही पनि त्यति बेला चाहिँ कति पुल गरेको थियो? त्यतिखेर मेरो फर्स्ट पुल 250 को थियो अँ 250 फर्स्ट पुल थियो त्यसपछि 260 को थियो होला त्यतिखेर and मेरो नि राम्रोसँग लक भएन अलिकति ए सो टु त्यसपछि सिक्स 65 मा पनि लक गर्न सक्यो ओपनर त बेल्टलेस हाने रहेछ। हो त्यतिखेर ओपनर बेललेस त 250 कि बिर्सेको हो कि नलाकै हो? होइन त्यसो नलाग्यो मैले जिममा र हुन्छ नि अलिकति आफ्नो अँ त्यो हुन्छ नि र पावर देखाउँछु जस्तो भइरहेको थियो क्या त अनि सिक्स म जिममा त्यही त पनि धेरै अलिकति स्क्वाड चाहिँ ओपनरसम्म म स्लिपलेसै गइरहेको हुन्छु कि ए अँ ठिक छ, किनकि 250 नट ब्याड बेल्टलेस यति बेला है। अँ भर्खर मात्र याद गरेँ कि बेल्ट लगाएको थिएन, तर पछि चाहिँ लगाएको, पछि अटेम्पमा चाहिँ। पछि त अब सेकेन्ड लिफा त लगाउनु पर्यो ओपनर त अब मैले इजी नै ए हाल्छु भनेर नै अँ बेललेस नै गर्थेँ कि त्यतिखेर ठिक छ। अनि त्यसपछि फेरि तिम्रो हाम्रो यो के अरे त्यसपछि मैले अक्स क्लासिक खेलेको गरेको रहेछ तिम्रो, हाम्रो हो फर्स्ट अक्स अक्स क्लासिक क्लासिक फर्स्ट किङ अफ द रिङ। अँ त्यतिखेर पनि म भ्याली बाहिरै थिएँ कि भ्याली बाहिर थिएँ अँ अनि त्यहाँबाट त्यसको लागि रेजिस्ट्रेसन गरेर काठमाडौँ आएँ गेम अँ खेल्न भनेर गेम खेलेँ हो अँ त्यतिखेर हो नि त्यतिखेर अँ त्यो मेरो मिसक्यालकुलेट भएको हो त्यही त, किनकि अब त्यो स्टोरी कतिजनालाई थाहा छैन होला है, बिकज हो अब म चाहिँ यता एथलिटहरूको म्यानेजमेन्ट साइडमा थिएँ। अनि त्यसपछि हो उसको राम्रो भइरहेछ है स्क्वाड, किनकि तिम्रो स्क्वाड क्याटेगोरीमा तिमी स्क्वाड हेभिएस्ट थियो नि त। सो हो आई थिङ्क विकेसले 240 सेकेन्ड अटेम्पमा फेल गरेको थियो। अनि तिम्रो चाहिँ कति छ सेकेन्ड अटेम्प? मेरो सेकेन्ड एटेम्प 237.5 लेख्छु भनेर गएको थिएँ अँ मेरो जुन त्यो कोच हुँदैन कोच ए दाइले चाहिँ के गरिदियो भने 247.5 लेखिदियो कि अँ 30बाट 47.5 जम्प गर्नु त गाह्रो भइहाल्छ नि हो त्यही त, किनकि अब हामी यसरी हेर्दाखेरि चाहिँ तिम्रोमा के अरे 45सम्म चाहिँ थियो कि त्यो हो दिनमा, लाइक 40 चाहिँ स्योर थियो कि। सो इफ तिमीले हो 240 लिएको भए ड्र हुन्थ्यो नि त। सो ड्र हो भएर एटलिस्ट तिमीले 45 लिन पाउँथ्यो, किनकि सेकेन्डमा विकेसको मिस भयो 40, अनि थर्डमा उसले 40 नै लियो नि त। सो तिम्रो चाहिँ हो 37 लिएको भए तिमीले एटलिस्ट 45 or 47 लिने प्लान चाहिँ थियो मेरो होला। प्लान त्यही थियो क्या 37 लिन्छु 40 किन लिनु मन लाग्यो लिनु मन मेरो घरबाट कन्सेप्ट चाहिँ के थियो भने प्रि मिड चाहिँ अँ 40 अनि अँ 45 जान्छु भनेको थिएँ अँ अनि त्यहाँनिर त होल थियो नि त राम्रो त्यो मलाई त्यही अक्सकै त्यही मनपर्छ क्या जुन अँ त्यो स्ट्यान्डर्ड सा- रुल छ नि अँ हो त्यो चाहिँ मलाई फलो गरेर मैले आफ्नो सेफ साइड खेल्नु खोजेँ 37 लेखेको उम्, 47 आयो त्यसपछि त सेकेन्ड त्यही लिप त त मेरो त बसिहाल्यो नि त्यसपछि त 47। अब मान्छेहरूले सोच्दाखेरि 47 मिस लेख्यो नि त, 37 लेख्नु पर्ने, 30बाट सिधै 47 यता 17 केजी कति जम्प भयो होइन। अँ, सो त्यो भएपछि के भयो भने त्यो पावर मिटमा चाहिँ के भन्छ, एक्चुअल मिटमा चाहिँ सेकेन्ड अटेम्प दिइसकेपछि त्यो त्यहाँ के अरे स्क्रिनमा रेजिस्टर भइसकेपछि सेकेन्ड अटेम्प चाहिँ चेन्ज गर्न पाउँदैन कि, स्क्वाडको पनि हो सेकेन्ड अटेम्प चेन्ज गर्न पाउँदैन, एन्ड थर्ड पनि पाउँदैन कि। अनि अँ, चेन्ज गर्न पाउने भने डेडलिफ्टको लास्टको अटेम्प मात्र हो कि। हो ओपनर चेन्ज गर्न पाउँछ मिट भन्दा, अब स्टार्ट भएछ नि आफूभन्दा 3 जना अगाडि 4 जना अगाडि चाहिँ ओपनर चाहिँ चेन्ज गर्न पाउँछ, तर सेकेन्ड अटेम्प दिइसकेपछि चेन्ज गर्न पाउँदैन।
त्यति बेला कति रिक्वेस्ट नै गरेको थियो त्यो तिम्रो हो कोचले मैले लाइक अब त्यतिखेर त मलाई त पुरा ब्ल्याङ्क भइसक्यो कि मलाई थाहा हुन्छ नि त होइन आफूले आफ्नो अँ पोटेन्सियल कति छ भनेर त अँ त्यसो गयो है त्यसपछि त 47 सेकेन्ड लिफ्ट अब जे हुन्छ भइसक्यो अँ छैन नि त डु एन्ड डाइ नै त त्यतिखेर अँ ओके लेट्स गो भनेर गएँ है 47 त सकेन क्या फर्स्टमा त्यसपछि सकेन सेकेन्डमा थर्डमा चाहिँ सेकेन्ड तिमीले अब उठाएको थियौ गएँ त्यसपछि आफूलाई यो त माइन्ड गेम त हो नि ओ हेभीवेट त माइन्ड गेम हो गएँ अँ आफूलाई उ गरेँ क्या त्यो माइन्ड डाइभर्ट गरेर त्यो छोडिदिएँ अब जिममा कहिलेकाहीँ उठिरहेको थियो कि फेरि 247 50 उठिरहेको थियो कि अनि ए जिम र मिड त अलिकति डिफ्रेन्ट हुन्छ अलिक नि त फरकै हुन्छ अँ हो त्यही भएर अनि आफूलाई उठाइदिएँ उठाइदिएको लिफ्ट भयो क्या म त अँ क्या गइरहेको थियो कि त्यो हाइप पछि त पुरा रेड आइदिएर म डेप डेप भएन हो त्यो स्ट्रेन्थ अलिकति स्ट्रेन्थ अभियसली थियो होला तर त्यो स्ट्रेन्थ थियो तर सेकेन्ड अटेम्प लिनुलाई चाहिँ स्ट्रेन्थ थिएन क्या त्यो हो बुझ्यौ थियो होला 50सम्म थियो होला 247 पनि थियो होला तर त्यो एकैचोटि हान्दाखेरि चाहिँ 30बाट हल्का फर्स्टमा त एकछिनमा त्यही हो प्रेसर पनि बढ्यो घटाउनु मिलेन ल अब त फेल हुन्छ क्या पनि भयो मनमा लाइक अँ, त्यो मेन्टल गेम जुन तिमीले भन्यो नि सो त्यो त्यसले पनि धेरै नै लाइक रोल चाहिँ खेल्छ कि त्यही भयो अँ, त्यो मिटमा त्यही भयो थर्ड उम्, थर्ड एटेम्प्ट स्क्वाड उठ्यो है त्यसपछि जुन त्यो रेड आयो त्यसपछि उम्, पनि आवाज ओके के त्यसपछि म पछि बेन्चमा बिगेस्टको मैले लिफ्ट देखिसकेको थिएँ कि उम्, बिगेस्टको मिट देखेपछि बेन्चमा अलिकति इम्प्रुभ गर्छु भनेको बेन्च पनि त्यस्तै त्यस्तै भयो फेरि उम्, अनि ठिकै छ होइन ल अब डेडलिफ्ट त त्यही भयो त डेडलिफ्ट त फेरि उम्, बिगेस्टको राम्रो छ नि त उम्। त्यही त बेन्च चाहिँ तिम्रो 140 गरेको थियो कति गरेको वान नै वान थर्टी थर्टी फाइभ फाइभ थर्टी फाइभ 135 विकेसको 130 हो त्यस्तै थियो बेन्च अलिकति उसको मैले अलिकति बेन्चमा अलिकति ल्याएको थिएँ हल्का हल्का नजिक त्यसपछि भयो डेलिफ्टमा कति डेलीमा मेरो 255 गयो त्यसपछि मैले अब जे हुन्छ हुन्छ 270 ल्याएको थिएँ 270 लिफ्ट 270 चाहिँ उसले चाहिँ 270 हानेर गेम सकायो है हो उसले त्यतिखेर ओभरअलै अँ, खाएको त्यो टाइम हो त्यति बेला बिकेस ओभरअल च्याम्पियन नै भयो थियो अनि अनि त्यसपछि त अनि कस्तो भयो त्यसपछिको अब पावर लिफ्टिङ जर्नीमा अब आउँदै जाँदाखेरि तिमीले फेरि हामी फेरि दुईजना खेल्यो त्यसपछि त्यसपछि इन्भिटेसनल होला होइन इन्भिटेसनलमा हो हामी तिमीले त मोस्टली कुनै पनि कम्पिटिसन लाइक मिसै नगरिकन नै खेलिरहेको यो रहेछौ बिचको त्यो भक्तपुरमा भएको थियो नि भ्याली ए त्यो मिस गरेँ त्यो चाहिँ मैले खेलिनँ ए त्यो यस्तो ए सोचेँ होइन ए त्यसपछि अक्स खेलिसकेँ क्या अक्स त एउटा ओपन गेम हो नि त ओपन गेम हो इन्टरनेट लाइक फरेनर पनि आएर खेलिरहेको अब त्यत्रो यत्रो उम्, नेसनल लेभल गेम खेलिसक्यो अब फेरि भ्याली के खेल्नु भनेर मैले त खेल्दैन त्यसपछि त्यो चाहिँ अनि मैले चाहिँ त्यसपछि खेलेको बुद्धिजन कार्की गुरु हुनुहुन्छ नि थिएँ उहाँले चाहिँ अगाडि मलाई के एप्रोच गरेर तिमी नखेल्ने हो भने चाहिँ अब तिमी जज कमिटीमा ए आउनुपर्छ है ओ मलाई याद आयो ठ्याक्कै याद आयो तिम्रो तिमीले तिमीले मलाई तिम्रो स्पटमा त्यो लिफ्टमा मै थियो साइडको हो साइडमा मलाई ठ्याक्कै याद आयो अब चाहिँ तिमीले भनेपछि म ठ्याक्कै याद त्यो स्क्वाडमा तिमीले मेरो लाइक सेकेन्ड अटेम्पमा तिमीमा भने चाहिँ डेप्थ अलिकति कम छ हो भनेर अनि त्यसपछि मैले थर्ड अटेम्पमा चाहिँ बस्नु पर्दै थियो क्या ठ्याक्कै याद आयो हो तिमी यता मेरो राइट साइडतिर बसेछ साइड साइड जज थियो त्यतिखेर हो ए त्यो मेरो फर्स्ट जजिङको फर्स्ट इभेन्ट थियो कि त्यो मेरो फर्स्ट टाइम थियो त्यतिखेर ए हो मलाई ठ्याक्कै याद आयो त्यहाँ तिमीसँग हल्का एकछिन कुरा भएछ हो त्यतिखेर अनि त्यसपछि त त्यतिखेर हामीले अब त्यो चाहिँ कस्तो भएछ अहिलेसम्मलाई अब जुन त्यो फर्स्ट कम्पिटिसनदेखि अब यो अब अक्स क्लासिकसम्म अब तिम्रो लाइक कस्तो भयो एक्सपिरियन्स वाइज पावर लिफ्टिङ वाइज के छ यो त मेरो अलिकति च्यालेन्जिङ पनि थियो है अँ, च्यालेन्जिङ पनि भइरहेको छ अहिले स्टिल पनि अँ, अब ठ्याक्कै आफ्नो फिल्डबाट यो फिटनेस जिम गर्छु आफ्नो फिट हुन्छु भनेर गएको थिएँ उम्, त्यतिखेर कहाँबाट यो पावर लिफ्टिङतिर लाग्यो कि त्यही त पावर लिफ्टिङ अहिले भए फेरि पनि फिजिक्स चाहिँ ह्याप्पी फेरि त्यहीमा तिम्रो भइरहेको छु कि फेरि ह्याप्पी ए त्यहीमा भइरहेको छु अँ अनि त्यस टक्क गइरहेको छु आफ्नो जिम टाइमलाई लिफ्टिङमा दिने त हो
अनि त्यसपछि बडी बिल्डिङ चाहिँ कहिले सोचेन किनकि अब यसो बडी हेर्दाखेरि सोचेन मलाई फिजिक अहिले वाइज अहिले पनि टिल डेट अहिलेसम्म इन्ट्रेस्ट चाहिँ भएन अहिलेसम्म अनि ए नेपालको किन सिनेरियो हेर्दा है फेरि नेपालको अँ, सिनेरियोमा होइन अहिले सब इन्हान्स यस्ता यस्ता कुराहरूले अँ, गर्दा फेरि अँ, किनकि अब फिजिक वाइज पनि अब एभरेज फिजिक छ लाइक पहिल्यैदेखि नै राम्रो रहेछ मैले त्यो हो इन्स्टाग्राममा अहिले हेरिरहेको छु कुरा गर्नुलाई सो पहिल्यैदेखि नै लाइक फिजिक लिन बस्ने होइन लाइक वाइड सोल्डर्स लाइक एब्स भिजिबल एब्स होइन त्यतिखेर यस्तो हुन्थ्यो क्या त्यो कलेज टाइममा त्यो फुटबल खेलिन्थ्यो नि त ए स्कोर स्कोर हानेपछि एन्ड टर्न 50 डिप्स एन्ड 50 पुसअप भने जस्तो ए यस्तो हुन्थ्यो क्या यसो अनि त्यो पहिला त्यतिखेर त्यो म सो स्कुल त्यो स्कुल टाइमदेखि नै सो मच इन्टु स्पोर्ट्स थियो कि ए हल्का ज्यान स्यान चाहिँ बनाउनेतिर अलिअलि थियो जिम लाइक जिम जोइन नगरे पनि एथलेट भाइब्स आउँथ्यो कि त्यतिखेर ओ अनि ठ्याक्कै इन्जुरी भएपछि जिमतिर आएपछि यस्तै यस्तै भयो ए त्यसपछि पावर लिफ्टिङ आएपछि अहिलेसम्म समर स्ल्यामसम्म सो यहाँ पनि जाउँ न त सो अब हामी दुईजना नि खेल्यौँ नि त सँगै र त्यति बेला सँगै खेल्दाखेरि पनि सो मेरो मेरो पर्सपेक्टिभ तिमीलाई थाहा छैन नि त मैले के सोचिरहेको थिएँ अरू तिमीले के सोचिरहेको थियौ सो मेरो चाहिँ यो वाला कम्पिटिसनमा चाहिँ तिमी खेल्दैछौ भनेर मलाई थाहा थियो तर तिमी त पहिलेदेखि यही क्याटेगोरी खेलिरहेको सो तिम्रो पोटेन्सियल मलाई थाहा थियो तिमी 250 55 छ होला स्क्वाड सोच्थेँ तर मेरो चाहिँ के भयो भने म 93बाट तल आउँदाखेरि चाहिँ मेरो स्क्वाड आउँदै आएन कि आउँदै आएन कि मैले फुल ट्रेनिङमा पनि मैले सफर गरेँ स्क्वाडमा लाइक लाइक लास्टको पिक विकको ट्रेनिङ हुन्छ नि, त्यसमा त मेरो स्क्वाड पनि फेल अनि 1 विक अफ बेन्च नि फेल अनि डेडलिफ्ट चाहिँ मैले 272.5 जस्तो हानेर चाहिँ मिटमा आएको थिएँ तर जब मिटमा आएँ लाइक त्यो बेला फर्स्ट टाइम थियो कि म चाहिँ स्क्वाडमा लास्टमा गएको थिएन कि किनकि मैले 247.5 गरेको थिएँ अनि तिमीले 250 गरेको थियौ कि हो सो त्यति बेला चाहिँ मलाई चाहिँ कस्तो भएछ भने लाइक एउटा हुन्छ नि एज एन एथलिट यत्रो कम्पिट गरिसक्यो तर फर्स्ट टाइम स्क्वाडमा म आफू जस्तो फिल भएको छैन अनि मभन्दा धेरै स्क्वाड हानेछ एउटा मान्छेले भन्नु भएछ कि अब अहिले त हामी राम्ररी बस्छौँ त्यति बेला चाहिँ लाइक सिट ल 250 हान्यो भन्ने लाइक एउटा हुन्छ नि लाइक मभन्दा पछाडि मान्छे गइरहेछ किनकि एउटा अभियसली एउटा एथलिट भएपछि जित्नुलाई नै जान्छ नि त एन्ड देन त्यो हुँदाखेरि चाहिँ अलिकति लाइक च्यालेन्ज चाहिँ फिल भएछ मलाई पनि ल रमाइलो हुन्छ जस्तो जस्तो भएछ कि एन्ड देन त्यो मिटको चाहिँ कस्तो भयो लाइक रमाइलो भयो के छ त्यो त्यति मिट त बेला मेरो लागि त खत्रै गाह्रो भएको थियो नि मतलब हो मेरो त्यो टाइमको मिटको एक हप्ता अगाडि उम्, म कति डिसेम्बर 7 कतितिर थिएँ होइन अँ, डिसेम्बरको फर्स्ट डिसेम्बरमा मेरो चाइना फ्लाइट थियो कि डिसेम्बर म त्यस्तै डिसेम्बरको फर्स्ट विकतिर डिसेम्बर फर्स्टको लाइक 7 8तिर मिट थियो अँ होइन अँ म फ्लाइट मेरो जानै पर्ने काम भएर म चाइना अँ गएँ कि अँ डिसेम्बर 1मा अँ अनि गेमको भोलि गेम छ आज अँ म ल्यान्ड भएको थिएँ कि नेपाल अँ अनि बिचको थियो 2 दिन फेरि मेरो ट्रान्जिट बिचमा पर्यो लङ ट्रान्जिट भएर झन् त्यो जेट अँ ल्याग भएर है अँ घर आएँ उता एक हप्ताको त्यो ट्रिप पछि चाइना ट्रिप पछि घर आएँ उम्, अब त्यो बिचको दौरानमा 2 दिन चाहिँ मैले चाइनामै ट्रेनिङ गरेको थिएँ उम्, त्यो यसो टाइम मिलाएर त्यहाँको लोकल जिमहरूमा यसो गएँ उम्, ट्रेनिङ गरेँ ठिकै छ यत्तिको भएदेखि जान्छु खेलिदिन्छु मलाई त्यतिखेर अलरेडी थाहा भइसक्यो ओजस आउँदैछ यो मेरो क्याटेगोरी भनेर त ल ठिक छ मैले त त्यतिखेर नै अँ सोचेको थिएँ कि अब ऊ चाहिँ एउटा प्रपर यो पावर लिफ्टिङ एथलेट भएपछि चाहिँ अब उसँग कम्पिट गर्न पाउनु अँ बबाल मजा आउँछ सोचिसकेको अँ थिएँ कि अँ मलाई चाहिँ के हुन्छ भने मेरो कम्पिटिसनमा चाहिँ खतरा खतरा आओस् के ओके अँ ठिक छ म के अरे विनर नहोला तर अँ को कोसँग कम्पिट गरिरहेछ त्यो चाहिँ अँ बवाल हुन्छ जस्तो लागिरहेको थियो क्या त्यसपछि अँ ठिक छ गएँ त्यसपछि नेपाल आएपछि भोलिपल्ट मिट छ वेट चेक गरेर 2 केजी बढी भइरहेको थियो क्या अब चाइना गएको ढ्याङ्ग्रो ए ढ्याङ्ग्रो खाइदिइरहेको थियो है होइन 2 केजी फेरि लस दुई ट्राभलले केजी पनि लस होला ट्राभल वेट है यस्तो अँ झ्याउ भइरहेको थियो अनि गएँ अँ अनि त्यो दिन बिहान गएपछि ठ्याक्कै वेइङ भयो वेइङ उम्, भएपछि ठ्याक्कै वेट ठ्याक्कै उमाएको थियो क्या अँ उमाएको थियो त्यसपछि कार्ब लोड गरेर हानिरहेको थिएँ त्यसपछि मैले ओपनर टिपाइसकेको थिएँ कि अगाडि नै त्यो उम्, ओपनर टिपाउँदा बेलामा त्यो एनएफसीको मेम्बरले मैले फेरि डेली 270 ओपनर हान्ने थिएँ क्या त्यतिखेर अँ अँ त्यहाँ टिपेको थिएँ त्यसपछि चाहिँ त्यहाँको के अरे त्यो मेम्बरले
त्यो ग्रुपको मेम्बरले तेरो मिस्टेक हो कि के हो सोधिरहेको थियो कि अझ होइन भन्दै जे हुन्छ झन् चेन्जै गर्नु मलाई नै होला त्यसपछि त झन् 70 त जानै पर्छ अँ, पहिला मेरो त्योभन्दा अगाडिको मिटमा मेरो 55 मा अड्काएको थियो नि त तर त्यति बेला बोल्ड मुभ हो नि किनकि मैले पनि यहाँ देखेको थिएँ कि ल अब डेडलिफ्ट त लाइक म पनि अब यसो टेक्निकली हेर्ने हो भने डेडलिफ्टर त होइन तर अरूभन्दा डेडलिफ्ट नै धेरै छ नि त मेरो सो मैले तिम्रो देखेँ 270 ओए अब 270 हो भने त उसले एटलिस्ट 285 90 सोचेर आएको छ होला सम्म नि सोचेको थिएँ कि अँ, मैले होइन अनि त्यसपछि जब अब मिड स्टार्ट भयो मेन चाहिँ अब तिम्रो बेन्च मैले वार्मअप गरेर देखिरहेको थिएँ नि त सो तिम्रो वार्मअप र उम्, गर्दाखेरि तिमीले 220सम्म मात्र लियो क्या लास्ट 120 सरी 120सम्म मात्र लियो क्या अँ, लास्ट वार्मअप होइन मैले चाहिँ 30 यस्तै कति 35 जस्तो लिएको थिएँ अनि सँगै त थियो त्यो वार्मअप एरिया यत्रो सानो कस्तो गाह्रो भयो त्यो वार्मअप गर्नु यस्तो अँ। रस लाइक डिस्टर्ब फिल भएको थियो त्यो वार्मअप एरियामा तर पनि मैले याद गरेको थिएँ त्यसपछि बेन्चमा चाहिँ अलिकति तिम्रो कति 35 गरेको थियो जस्तो लाग्छ है अनि बेन्च 40 चाहिँ 35 हो मेरो त ओपनर बिग्रियो नि होइन त्यो क्लासिकमा त ओपनर बिग्रियो नि ओपनरै फेल भएको ओपनरै फेल भयो नि मेरो त्यतिखेर अनि बेन्चको त ओपनर फेल भएको ओपनर फेल मैले अर्कै त्यो टेक्निक हुँदैन त्यो चेस्ट प्रेसवाला खेल्नु खोजेको थिएँ कि यो ट्राइसेप प्रेस भन्दा पनि चेस्ट प्रेस खेल्नु खोजेको सिङ्क गर्नेवाला त्यतिखेर अँ अँ त्यो अगाडि अर्कै खेलिरहेको थियो के अरे वार्मअपसम्म अनि त्यहाँ गएपछि दिमाग कसरी ड्राइभ स्विच भयो क्या त्यहाँनिर अँ यो अँ खेलिदिन्छु भनेको थियो ठ्याक्कै त्यही बिग्रिरहेको त्यही त अनि सेकेन्डमा तिमीले फेरि 135 पर्यो अब मेरो बेन्चलाई म त बेन्च 150 त स्योर हान्छु भनेर गएको थिएँ ट्रेनिङमा चाहिँ 152 फेल भएको हो कि So मलाई चाहिँ वेट घटाएर अलिक धेरै नै स्ट्रेन्थलाई चाहिँ अफेक्ट चाहिँ गर्यो मेरो साइडमा चाहिँ त्यतिखेर तिम्रो त्यो कुनै पनि मिस्टेक भएन होइन त्यो गेममा मिस्टेक चाहिँ भएन तर खालि कुनै पनि भएन होइन कुनै पनि तिनवटा मिस्टेक डक्टरै भएन तिनटै हो तिनटै त्यो यहाँ अँ मेरो जिम्मा दाइहरूले नि कुरा गर्छ कि ऊ जसको त्यो सब रेप्स अँ त सब त्यो एटेम्प थियो नि एकदम अँ गाह्रो गाह्रो गरेर आरपी 8 9 खेले तर सब उस्तै खेलिदियो सब अँ वाइट फ्ल्याग अँ भनिरहेको थियो किनकि पहिला पहिला चाहिँ मेरो यस्तो म चाहिँ राम्रो पर्फर्म गर्दिनँ थिएँ कि पहिला मिटरमा केही न केही मिस हुने आत्तिने यस्तो हुन्थ्यो अनि म चाहिँ अनि अहिले पछिदेखि चाहिँ 949 गयो भने एटलिस्ट केही पनि जान्दैन तर अगाडि नै हुन्छ कि मान्छेहरूले कि अब तिमीले पनि 949 गयो भने टोटल त बस्छ नि त एउटा इफ कसैले अँ माथिको मान्छेले फेल गर्यो अर लाइक माथि नै छ भने त फरक परेन अर लाइक माथिको मान्छेले फेल गरेर आफ्नो 949 छ भने त्यो मान्छे माथि जाने चान्स हाई हुन्छ अँ कि 949 गाह्रै हुन्छ 949 किनकि अब रिस्क लिनु पर्यो भने त अँ रिस्क लिनै पर्यो मिस हुन सक्छ अँ तर 949 अब जितिरहेको छ अब आफ्नो अगाडि लिड छ भने 949 खेल्न सजिलो छ कि अँ तर हारिरहेछ अनि पछाडिबाट खेल्नु परिरहेछ भने चाहिँ 949 हान्नु अलिक गाह्रो हुन्छ किन रिस्क लिन्छ नि त लाइक सेकेन्ड पोजिसनलाई तान्नु खोज्छ अरूलाई थर्डलाई तान्नु खोज्छ अरूलाई फर्स्टलाई तान्नु खोज्छ नि त अनि त्यो भएर त्यति बेला तिम्रो 270 चाहिँ राम्रै थियो मैले हेरिरहेको थिएँ लाइक अँ अलिकति अफ द फ्लोर गाह्रो थियो तर लकआउटमा राम्रै थियो अनि त्यसपछि त्यतिखेर तिमीले कति 277 लिएछ जस्तो लाग्छ 7.5 थियो त्यतिखेर सेकेन्डवाला अँ त्यसपछि 82.5 कि 85 ट्राई गरेको थिएँ मैले त्यतिखेर बढाएर पनि घटाएको थियो क्या तिमीले होइन कि होइन के उनी गएको थिएँ म 82 नै गएको नेपाल गएको थिएँ त्यतिखेर भइसकेको थियो कि म सेकेन्ड त्यो लकड इन भइसकेको थियो सक लक भइसकेको थियो त्यतिखेर ए अनि म आफ्नै त्यतिखेर त जस्ट मैले त मी भर्सेस मी मात्रै गएको थिएँ कि त्यो टाइम तिमीले मलाई त्यो भनेको थियो गेम पनि पोडियममा मलाई याद आयो ठ्याक तिमीले के अरे म त हिजो अँ, मात्र आएको यार के ट्रेनिङ नि गरेको छैन भनेर पुरै ऊ भइसकेको थियो आफै ड्रेन फिल भइसकेको थियो कि त्यतिखेर ए लक्किली त त्यति त उठ्यो त्यतिखेर त अझ सो पिआर पहिला अक्स क्लासिक भन्दा बेटर पर्फर्मेन्स धेरै भेट धेरै बेटर सो अझै यसमा पनि त्यतिखेर कति अक्स क्लासिकमा मेरो स्क्वाड नै 230 मात्रै भएको थियो नि त फर्स्टमा त सो त्यसपछि यहाँ अरू चाहिँ जानै 20 पाइनँ किलो नि त 20 किलो त्यहाँ त चाहिँ 50 गयो नि त 20 किलो 50 यतिकै गयो आयो 50 फिफ्टी 55 मा फाइभबाट म फेल भएको त्यतिखेर 55बाट 70 भने त्यहाँ पनि 15 किलो 15 किलो जस्तो आएछ है उम्, So, त्यो भनेको अलमोस्ट लाइक 20 30 35 केजी पिआर अलमोस्ट तिम्रो सबै मिटहरूमा पनि 30 देखि 35 40 किलो पिआर हान्दै आइरहेछ इच प्रोग्रेस इच चाहिँ एन्ड राम्रो एभ्री भइरहेको मिटमा छ होइन अँ, 550बाट
500 समथिङबाट 610 610बाट लाइक के अरे लाइक त्यो प्रोग्रेस नै भइरहेको छ 610बाट फेरि एकैचोटि तिम्रो 600 कति भएको रहेछ यो हाम्रो त्यो रिसेन्टवालामा 662.5 भएको रहेछ 62.5 हो त्यो होइन सो 12 किलो जस्तो फेरि बढ्या रहेछ सो त्यो अहिलेसम्मको बेस्ट चाहिँ यही हो 62.5 चाहिँ बेस्ट टोटल अहिलेसम्मको अहिलेसम्मको त्यही नै हो अनि त्यसपछि मुभिङ अन अब मोस्ट रिसेन्ट कम्पिटिसन हाम्रो हक्स क्लासिक समर स्ल्याम त्यसमा चाहिँ अब कस्तो भयो एक्सपिरियन्स वाइज मिटको पनि यतिखेर चाहिँ अब मेरो त्यो पहिला म 2 वर्षको लागि गएको थिएँ कि म भ्याली भएर त्यो टाइम भ्याली भएर भनेको यो एनएफसी क्लासिक भन्दा अगाडिसम्म म बाहिर थिएँ त्यसपछि म काठमाडौँ आएपछि स्टार्ट ट्रेनिङ कन्टिन्यू भयो त्यसपछि अहिलेको यो समर स्ल्याम चाहिँ जे होस् म समर स्ल्याम खेल्दिनँ भनेर बसेको थिएँ यसो सोचेँ होइन यतिको स्ट्यान्डर्ड इभेन्ट त नेपालमा हुँदैन यति चाहिँ म ग्यारेन्टी दिन्थेँ कि अहिलेसम्म मैले खेलेँ नि त खेलेँ होइन दुईटा एउटामा त्यो भ्यालीमा जजमा बसेको थिएँ त्यसपछि म अर्को सेकेन्ड जजमा हेड जज बनेर गएको थिएँ कि यो बुटल क्लासिक कि रूपन्देही क्लासिक पावर मिट अनि त्यहीमा गएको थिएँ क्या म त्यो मिट त्यो जजमा भयो त्यसपछि नेक्स्ट मिट भनेको बागमती वारियर भएको थियो नि अस्ति त्यो हाम्रो अगाडि मैले भेटेँ थिएँ त्यहाँ हामी पनि त्यहाँ म पनि जजमा थिएँ अब 1 हप्ता पछाडि आफ्नो गेम आइरहेको त्यहाँ जजमा बोलाइरहेको थियो फेरि है तर पनि खोइ त्यो बिहानदेखि बेलुकासम्म क्या त्यत्रो टाइम लगायो अब आफूलाई गटकटमा त्यो अलमोस्ट हुन्छ नि डाइटमा थिएँ फेरि त्यतिखेर अलिकति वेट म रिड्युस नै गर्नु परिरहेको थियो समर स्ल्यामको लागि पनि अनि खानु पाइरहेको छैन त्यहाँ कन्टिन्युसली भइरहेको थियो है ठिकै छ त्यो भयो जजको चाहिँ पावर लिफ्टिङ त्यो भयो त्यसपछि समर स्ल्यामको लागि चाहिँ प्रिपेयर भएको थियो त्यतिखेर आफ्नो क्याटेगोरीमा म सोचेको थिएँ तिमी पनि खेल्छौ होला होइन आफ्नो गेम भए पनि खेल्छ होला मैले सुनेको थिएँ क्या त्यो कसलाई सोधेको थिएँ बिचमा बिकिन भेट भएको थियो क्या बिकिन त्यो बागमतीमा भेट भएको थियो क्या मलाई ओजस पनि खेल्थ्यो होला भनेर होइन खेल्दैन भन्यो क्या किन भनेको उसको इन्जुरी छ रिकभरीमै छ भन्दा इन्जुरी भनेको लेग कि एङ्कल समथिङ के गएको छ भनेको थियो होइन फ्र्याक्चरै भएछ नि हेयरलाइन फ्र्याक्चर स्कुटरबाट लडेको थिएँ कि म भर्खरै गर्नु थालेको नि 600 टोटल त मैले भर्खर पुऱ्याएँ के भएको चाहिँ के को त्यो बिहान आएर चाहिँ क्लास लिनु अनि त्यो मान्छे मैले देखिनँ कि एउटा साइड वाकमा अनि जब मैले उसलाई प्रोटेक्ट गर्नुलाई यस्तो काट्दाखेरि चाहिँ राइट फुट चाहिँ सबभन्दा पहिला लाइक भुइँमा इम्प्याक्ट पऱ्यो कि एन्ड देन त्यो इम्प्याक्टले यो मेटाटार्सल क्युनिफिम अनि पछि यता 2-3वटा पुरै क्र्याक भयो कि पुल सुन्यो कति 12 विक्स प्लस कति त म ट्रेनिङै गरेर नि घरमै अप्पर बडी गर्न आउँथ्यो अलिअलि स्ल्याबले मात्रै भयो नि होइन त के गर्नु परेन नि अब डक्टरले चाहिँ अब यो हेडलाइन फ्र्याक्चर हो जोडिहाल्छ भन्यो एन्ड देन त्यो कास्ट लगायो 6 विक्स जति लगायो अनि त्यो चाहिँ हल्का हल्का फिजियोहरू गऱ्यो तर म त जिम आउँथेँ पुरै बेन्चहरू गर्थेँ अलिअलि गर्न चाहिँ गर्न आउँथ्यो त्यसले गर्दा अब त्यति बेला बल्ल कास्ट निकालेको कति हप्ता भयो थियो एन्ड देन तर म त खासै अब क्लासिक गर्नुलाई अब त्यति धेरै हाम्रो टिममा मान्छे पनि छैन सो हामी अर्गनाइजिङ टिममा बस्नै पर्छ सो त्यो भएर पनि मोस्टली हाम्रो एथलिटहरू जो चाहिँ कम्पिट गर्छ उनीहरूको लागि नै बेस्ट एक्सपिरियन्स नै गराउनु नै हाम्रो मेन इन्टेन्सन चाहिँ थियो अनि सो अब मलाई चाहिँ मेन क्वेसन सोध्नु मलाई यसमा तिम्रो प्रोग्रेस भएको रहेछ नि त अस्ति त 62 हानेको थियो यसमा 67.5 पिआर टोटल त भएको रहेछ कि सो मलाई सोध्नु मलाई चाहिँ तिम्रो 85 क्याटेगोरीमा थियो ए अहिले 83 मा थियो छ क्या अहिले त अहिले त्यही भएर यसलाई सो यसमा अभियसली प्रोग्रेस छ देखि नै रहेछ नि त होइन रेडी छ ट्रेनिङ गरेछ यसको लागि होइन सो मलाई सोध्नु मलाई रिजन चाहिँ तिमीलाई यत्रो 2021 कति फर्स्ट कम्पिटिसन कति थियो 2022
2022 देखि एउटा नै लाइक बिग कम्पिटिसनहरू मिस नगरिकन एभ्री अँ कम्पिटिसनलाई जेनरली जुन जुन भइरहेछ लाइक अँ स्ट्यान्डर्ड भएको कम्पिटिसनहरू खेलेर सबै कम्पिटिसनमा प्लेसिङ पनि लाइक सेकेन्डबाट थर्डबाट सेकेन्ड सेकेन्ड दुईचोटि एन्ड लाइक अनि यसपालि चाहिँ लाइक तिमी फर्स्ट भयो ओभरअलमा पनि प्लेस गर्न सक्यो थर्ड प्लेसमा आफ्नो क्याटेगोरी त जितिहाल्यो सो त्यति बेलाको लाइक मेन्टालिटी वाइज चाहिँ अब यस्तो हुन्छ नि त जहिले पनि आफ्नो बेस्टतिर हान्छ सेकेन्ड भइरहेछ लाइक बेस्ट नदिएको बेला पनि जितिरहेछ तर अँ जित्नु मन लाग्छ नि त एउटा प्लेसिङ डाउन भएर तर यसपालि तिमीले पहिलाको लाइक जसले हराएको थियो तिमीलाई बिकेस उसँगै फेरि खेल्दा सेम छ तिमीहरू तिनजना त पोडियममा सेम छ तिमीहरूको प्लेसिङ मात्र चेन्ज भएछ आकृत त्यही छ हो एन्ड देन बिकेस सेकेन्डमा छ तिमी फर्स्टमा छ होइन सो कस्तो चाहिँ थियो माइन्डसेट लाइक पहिल्यैदेखि होइन यस्तो थियो यो पालि यो क्लासिकको चाहिँ म खेल्दिनँ भनेर बसिरहेको थिएँ मेरो किनकि त्यो बिचमा इक्जाम थियो कि एउटा पिजीको इक्जाम थियो त्यसको लागि खेल्दिनँ भनेर बसिरहेको थिएँ अनि यसो सोचेँ है त्यसपछि त्यो टाइममा चाहिँ लास्ट टाइमको क्लासिक मैले देखेँ हो नि त आफूले खेलेँ हो नि त त्योभन्दा अगाडिको इभेन्टहरू पनि खेलिरहेको थिएँ देखिरहेको थिएँ अनि त्यो जुन त्यो लेभलको स्ट्यान्डर्ड छ नि त्यो मैले भेटिनँ क्या अहिलेसम्म स्टिल भेटे पनि छैन टिल नाउ है त्यसपछि यो इभेन्ट त मैले मिस गर्नु हुँदैन जस्तो भइसकेको थियो क्या मलाई यो इभेन्ट चाहिँ यत्तिको स्ट्यान्डर्डाइज इभेन्ट चाहिँ म मिस गर्दिनँ भनेर म रेजिस्टर गरेँ त्यसको लागि अनि जिममा ट्रेनिङ गरिरहेको थिएँ ट्रेनिङ गर्दा गर्दा त्यो आफ्नो पिआर हिट भइरहेको थियो कि अनि यत्तिको वेट लिफ्ट गर्नु सक्यो भने चाहिँ योपालि गोल्ड काहीँ जाँदैन त्यो भित्रदेखि चाहिँ त्यो थियो अनि मलाई अलिक दिमागमा चाहिँ के थियो भने राम्रो गर्दा गर्दा पनि कहिलेकाहीँ त्यो लास्ट टाइम पनि त्यो आफ्नो मिलेन नि त त्यो क्यालकुलेसन त म यति लिफ्ट गर्छु जाँदा थियो त्यहाँनिर केही न केही भयो मेरो एनएफसी क्लासिकको त्यो फर्स्ट क्लासिकमा पनि त्यही भएको हो नि त लाइक त्यतिखेर अलिकति कन्ट्रोभर्सरी पनि चलेको थियो क्या मेरो मेरो र विकेसको लाइक के भएको थियो भन्दाखेरिमा म सिल्भर आइसकेको थिएँ मेरो सिल्भर आयो त्यसपछि पछि त्यसको त्यही नाइट हो कि त्यसको भोलिपल्ट बिहानै सुखदेव दाईले फोन गर्नुभएको थियो क्या मलाई मेरो के अरे तिम्रो हिजोको त्यो जजिङ अलिकति मिलेन जजिङ त्यो अब विकेसको चाहिँ के भएको थियो भने त्यो लिफ्ट गर्दाखेरिमा त्यो नि राम्रोसँग लक भएको रहेनछ जजले डाउन भनिदिइसकेको रहेछ क्या पछि सुखदेव कार्की दाईले भिडियो हेर्नुभएछ भिडियो हेर्नुभयो होइन त्यही गेमको टाइममा हेरिसकेको रहेछ क्या अनि पछि चाहिँ भोलिपल्ट चाहिँ उसले भन्यो कि हाम्रो नजरमा तिमी विनर हो यताउता भन्नु थाल्यो क्या त्यसपछि ठिकै छ दाइ केही छैन नेक्स्ट टाइम यताउता भन्यो अलिअलि कन्ट्रोभर्सन चलिरहेको थियो त्यो टाइममा ए सो तिम्रो उसको सफ्ट निज भएको भएको भएर चाहिँ न त त्यो नपाउनु भने लिफ्ट नपाएको भए चाहिँ तिमी फर्स्ट हुन्थ्यो भन्नु हो खोजेको उस त्यो एनएफसी क्लासिकको त्यो के अरे सुदेव दाइले नै उसले त्यो भन्यो कि अनाउन्स गर्यो कि तिमी विनर हो भन्यो तर तर अब तर दुई एज एन दिन त अगाडि एथलिट त भइसक्यो नि त त्यही चाहिँ एज एन एथलिट त त्यो एथलिटको लागि त त्यो नराम्रो भयो नि त होइन हो सो अब त्यो भयो मैले फेरि त्यसमा अब फेरि फर्दर कन्ट्रोभर्सी जानुभन्दा केही छैन स्पोर्ट्सम्यानसिप हो ठिक हो स्पोर्ट्सम्यानसिप अब दि गरेर त सक्यो अब दि त सक्यो हो अब दिइसक्यो अब त्यहीँको त्यहीँ नदिएको भए एउटा कुरा हुन्थ्यो तर पनि पछि गएर दाइले फेरि तिमीलाई त्यस्तो भन्दाखेरि त अलिकति मिलेन नि त बरु भन्दै नभनेको भए केही पनि नभनेको भए एटलिस्ट हो तिमीले केही पनि थाहा त्यतिखेर हुँदैन थियो नि त हो त्यतिखेर भनेकै त्यतिखेर दाइले अगाडि देखिसकेको थियो नि त ए अगाडि देखिसक्यो भने त्यो उहाँले त्यही टाइम भन्नु पर्थ्यो होला त्यही भनेन टाइममा पछि भनेको भए भन्यो एटलिस्ट फेरि अब म चाहिँ फेरि यस्तो थियो क्या म आफ्नो यो पावर लिफ्टिङ सावर लिफ्टिङ भन्दा पनि म आफ्नो ऊ हो प्रोफेसन छुट्टै छ यो ठिकै छ अनि लेट्स मैले चाहिँ लेट्स गो फरवार्ड टाइपको थियो होइन मेरो फेरि त्यो भिडियोहरू मैले भन्दा पनि अरूले सोसियल मिडियामा हालिसकेको छ कि लक नभएको यताउति पछि लक ए भयो भनेर हो त्यो चाहिँ कन्ट्रोभर्सीमा आएको थियो क्या त्यो त्यो त हुन्छ नि टाइममा किनकि अब त्यो त भइ नै हाल्छ केही न केही जुनै पनि मिटमा त्यो केही न केही हुन्छ किनकि तिम्रो सपोर्टर मान्छेहरू हुन्छ नि त जसले तिमीलाई सपोर्ट गर्न आएछ अब हामी पो एज एन एथलिट हामीले बुझिदिन्छ कतिवटा ठाउँमा होइन तर त्यो सबैजना हेर्न आउने मान्छे जो चाहिँ तिम्रो लागि आएछ उनीहरूलाई चाहिँ अझै अफेन्ड हुने रहेछ यस्तो कुराले किनकि हो त्यतिखेर फेरि विकेसको गल्ती अँ, पनि थिएन कि विकेसको ए लिफ्ट गरेर डाउन भन्दा डाउन भयो नि त ऊ त झन्डा देखाएपछि त सक्यो नि त अब हो उसको त दुईटा केही व्हाइट गल्ती आएपछि नै त होइन नि सकिहाल्यो तिनटै व्हाइट तपाईँको आयो त्यो जुन अब
नेपालमा जज कमिटी पनि त्यो हेरेर म यो अक्स क्लासिक खेल्नुको रिजन यही हो कि अक्स क्लासिक अरू गेममा अब नेपालमा नेसनल लेभल भए पनि अरू स्ट्यान्डर्डाइज गेम हुन्छ भने कम्पिट गर्छु, नत्र यो पहिला जस्तै यताउता हो भने चाहिँ त्यही त खेल्दिनँ नै किनकि अब भन्छ। एउटा स्ट्यान्डर्ड भएन भने मजा पनि आएन नि त किनकि अब त्यही प्लेटफर्ममा अर्कोले चाहिँ पाइरहेछ अनि त्यही प्लेटफर्ममा अब अर्को लाइक मै जान्दाखेरि मैले चाहिँ नपाउने लाइक हो अरूलाई चाहिँ 3 सेकेन्ड पज गराएको थियो अनि एकजनाले चाहिँ एकैछिनमा प्रेस पायो त्यो चाहिँ स्ट्यान्डर्ड चाहिँ यो मेन्टेन तिमीले त याद गर अँ होला, त्यसो भए यो अँ यो ठ्याक्कै यो सिनेरियो चाहिँ भक्तपुरको गेम थियो नि, अँ भ्याल्यु है, अँ त्यहीमा यही भयो थियो कि अँ यस्तो यस्तै भइरहेको थियो। अनि ठिकै छ, म त्यतिखेर कम्पिट पनि गरेको थिएन, मलाई मतलब पनि भइरहेको थियो कि, तर त्यसै अँ त हुन्थेन। लाइक स्ट्यान्डर्ड अँ अलिकति रुल्स के हो होइन, एभ्री जजले रुल्स बुझ्नु पऱ्यो होइन। त्यही त पावर लिफ्टिङको रुल्स, बडी बिल्डिङको जज आएर पावर लिफ्टिङ गर्न अलिकति गाह्रै हुन्छ नि। त्यो पनि हो अब त्यो अब देखिरह हुन्छ अब तर हामीले भनेर हुने होइन नि त अब त्यो बेलामा अब जज त लास्ट मिनट खोज्छ जस्तो लाग्छ मलाई होइन अँ, मलाई फिल हुन्छ किनकि एउटै दुइटा प्लेटफर्ममा भइरहेको छ भने कम्पिटिसन यताको मान्छेलाई स्ट्रिक्ट भइरहेछ उताकोलाई नभइरहेको हुनसक्छ हो होइन त्यो भएर हो एउटै स्टेसन गऱ्यो भने एटलिस्ट जज पनि एउटै नै हुनुपर्छ कि मोस्टली चाहिँ कि त त्यो सेसनमा जज चेन्ज गर्यो भने पुरै सेसन नै त्यही जज बस्नु पर्यो नि त अब मैले देखेको छु एक्ज्याक्टली। कि त्यो सेसनको बाँकी छ बेन्च तर त्यहाँ हेड जजै चेन्ज भइसक्यो हो सो अघिसम्म तिमी बसिरहेको थियौ बेन्चमा त्यहाँ भने त्यही सेसनको डेडलिफ्ट सुरु हुँदाखेरि तिमी नै चेन्ज भइसक्यो कि सो त्यस्तो भइरहेको थियो सो त्यो भयो भने त लाइक यो मैले ठ्याक्कै तिमीले भनेको कुरा के गरेँ भने, यो ठ्याक्कै अँ मैले यो रूपन्देही क्लासिक भएको थियो नि, अँ त्यहाँनिर जज दिनभरि नै के, म मात्र एउटै एकै, जज एउटै जज एउटै मात्र, अर्को त्यहाँ अँ जजहरू आएर रेडी भएर बसिरहेको थियो होइन, अँ रेडी भएर बसिरहेको थियो। अनि मैले मेरो चिफ जज हुँदैन बुद्धिजङ कार्की, उहाँ चाहिँ जज अँ कमिटीको हेड हुनुहुन्थ्यो, उहाँलाई अँ उहाँलाई मैले रिक्वेस्ट गरेँ कि अँ लेट्स चेन्ज, अँ जो साइड जज भने कि इभन साइड जज पनि अँ छ, एकछिन ग्रुप ब्रेक लिम, थाकेछ अँ भने अँ एउटै जाउँ क्या। त्यहाँनिर अँ अलिकति कसैले राम्रोसँग निलक हेर्ला नहेर्ला होइन, अँ कसैले होल टु पज कति गराहा, अँ अँ मा त माइल सेकेन्डको पनि म्याटर गर्छ नि त। हो त्यही भएर मैले लेट्स नट चेन्ज भनिदिएँ, अनि उहाँले त्यही मान्नुभयो। त मिट एकदम के त्योभन्दा अगाडिको अब को जानुभएको थियो थाहा उम्, भएन होइन, एकदम कन्ट्रोभर्सियल आएको थियो अरे उम्, यताउता भएको थियो। त त्यो मिट यति स्मुथली गयो नि होइन। अँ त्यतिखेर अलिकति गाह्रो भएको के थियो भने बिगिनर र प्रो प्लेयरहरू थियो कि। अहँ एउटा त अक्समा आउँछ एउटा भाइ, एउटा उसले ओभरअल जित्यो हो त्यो टाइममा त्यहाँ। विक्रम अनि त्यो अलिकति बल छ होइन। विक्रम हो हो विक्रम हो त्यो टाइम ऊ त अलिकति त्यो पहिला गेम खेलिसकेको हो नि त उनीहरू त। अँ तर त्यहाँ भर्खर भर्खर बिगिनरहरू पनि थियो कि, ए जसलाई त्यो न पावर लिफ्टिङको रुल्स थाहा छ न आइपिएफको रुल्स थाहा छ है। अँ त्यस्तो भयो, त्यतिखेर जज गर्न एकदम गाह्रो भएको थियो क्या। अब बिगिनर उम्, भनेर अलिकति माइन्डली हेरिदिने कि अब प्रो भनेर ए स्ट्रिक्टली गर्नु, त्यो गाह्रो भएको थियो कि अँ त्यो टाइममा। हो त्यही भएर भने जस्तो तिमीले एउटा सेसन हेर्छौ भने ल 74को चाहिँ म टाकटुक एउटै जजले हेर्नु पर्यो कि हो 93को हेर्ने हो 93कोले तिनवटा जज त्यही नै हुनु पर्यो कि त्यो चाहिँ त्यस्तो चाहिँ नत्र फेरि के हुन्छ भने अब तिमीले मेरो स्क्वाड हेरेर गयो सो तिमीलाई थाहा भइरहेको हुन्छ नि के भइरहेछ भने अब बिचमा अँ, बेन्चमा नै मान्छे नै चेन्ज भयो भने त हो एकदम। के सो त्यो चाहिँ भयो अनि त्यसपछि जे होस् तिमीहरूको त्यो कन्ट्रोभर्सी उसलाई पनि थाहा छ विकेशसँग कुरा भयो उसलाई थाहा थियो होइन, सोसियल मिडियामा आइसकेको थियो, सुखदेव दाइले त्यो मिडियामै उ गरे नै हो, यस्तो ए यस्तो भयो सरी यताउता भन्नु नै भएको हो। अँ ए त्यस्तो मलाई त पछि त्यहाँ थाहै भएन त्यसो भएको त्यसपछि त्यो भयो, त्यसपछि नेक्स्ट अनि गेम तिमी खेलेको। त्यसपछि सो अब ल त्यो त त्यस्तो भइहाल्यो त्यसपछि अब मैले तिमीलाई जुन क्वेसन गरेको थिएँ अर्लियर त्यो सेकेन्ड थर्ड भएर यसपालि फर्स्ट त्यसपछि समर हुँदा सिनेमा आयो, रजिस्टर गरेँ। त्यसपछि अँ लिफ्टिङ ट्रेनिङ राम्रै भइरहेको थियो, बिचमा ड्युटीहरू मिलाउँदै, अँ ड्युटीलाई मैले कम्प्रोमाइज गराएको थिएँ कि, ड्युटीलाई चाहिँ अँ विकली ड्युटीलाई चाहिँ अलिकति रिड्युस गरेर, अँ अलिकति अलिकति एकचोटि हुन्छ नि, योचोटि गोल म भित्रैदेखि त इनर इम्पल्सबाट नै आइरहेको थियो कि गोल हान्छु अँ भनेर टाइम चाहिँ। अँ अँ अनि पुरो ड्युटी कम्प्रोमाइज गरिदिन्छु म, दुइटा अँ ड्युटी गर्ने ठाउँमा एउटा त्यसरी लिएर ल्याइरहेको थिएँ मैले। अँ अनि गएर ट्रेनिङ गरेँ। मेरो फेरि ट्रेनिङ सेसन चाहिँ अलिकति स्ट्यान्डर्ड ट्रेनिङ ग्राउन्ड छैन क्या, उहुँ, लोकल जिम हो, उहुँ, प्लास्टिक प्लेट हो उम्, होइन, प्लास्टिक प्लेटमै गर्छु।
अब यहाँबाट बाहिर बाहिर जानुभन्दा नजिक घर नजिकै छ, बिएनएल फिटनेस छ, जे होस् उम्, इन्भाइरोमेन्ट राम्रो छ वर्कआउट गर्ने। स्ट्यान्डर्ड पावर लिफ्टिङ सेट चाहिँ छैन उम्, अहिलेसम्म। त्यो उम्, गरिरहेको थिएँ, अब योपालि चाहिँ हान्नुपर्छ जसरी भएर भित्रदेखि आइरहेको थियो कि अँ, मैले त्यही भएर ओपनर पनि टक्क मिलाएको थिएँ कि ओपनर पनि अँ, योपालि सपर स्ल्यामको टाइममा अक्स क्लासिकको ओपनर मैले अँ, 240 स्क्वाड बनाएको थिएँ, उम्, अनि 135 बेन्चमा ओपनर बनाएको थिएँ, 270 नै बनाएको थिएँ कि ऊ चाहिँ ए, डेडलिफ्ट ओपनर चाहिँ। अनि फर्स्टमा मैले बे स्क्वाडमा चाहिँ लिड ल्याएँ कि उम्, 17.5को लिड आयो फर्स्ट ओपनरमै, के अरे नाइस। स्क्वाडमै। तिम्रो कति स्क्वाट गरेको थियौ? 252.5 गयो, 252.5। तिनटै राम्रो भयो योपालि। 252.5 भनेपछि उसको 240 पनि आएन यसपालि स्क्वाड। 235 उसको ओपनर मात्रै भयो क्या, त्यो सेकेन्ड र थर्ड तिनवटा दुइटै ए, बिग्रेछ उसको। ओ, त्यस्तो भयो। अस्ति नै पनि त्यस्तो भएछ तर उसले हानेको थियो नि त। अनि त्यसपछि बेन्चमा त तिमीहरूको दुवैजनाको बेन्च आई थिङ्क सिमिलरै छ जस्तो। उसको 2.5ले उसले लिड गराएको थियो, उसले ए, उसको 40 लिड भयो, मेरो 37.5, मेरो लास्ट लिड भएन मेरो। ए, अनि त्यसपछि जे होस् तिम्रो 10 किलो लिड रहेछ। ल 10-12 किलो, 15 केजीको लिड भयो स्क्वाड र 15 किलो, बेन्चमा आउँदासम्म। 15 किलोको मैले सेप लिड। खेल्न थालिहालेँ त्यसपछि। मैले यसपालि आफ्नो मैले मिस्टेक त नभनौँ, आफ्नो पिआर चाहिँ जान्छु भइरहेको थियो अरे डेडलिफ्टमा। पहिला उम्, 277.5 थियो, यसपालि उम्, पनि त्यही भइदियो कि म उम्, 85सम्म जान्छु सोचिरहेको थिएँ। मैले उम्, 300 लोड गरिहालेँ, मेरो उम्, सेकेन्ड पुलमा यो गइसकेको थियो कि हुक ग्रिप खेल्छु ए, नि त म पनि, ए, त्यो मेरो च्यातिसकेको थियो। अँ, अनि अनि मैले फर्स्ट 270, अनि सेकेन्ड लिफ्ट 277मा मेरो च्यातिसकेको थियो कि। 77 अनि सक्यो, अँ सक्यो, गुड लिफ्ट। अनि 77 गयो, त्यसपछि त्यसपछि यो च्यातिसकेको थियो, अनि मैले 300 पछि घटाउनु पाउँछ नि त, अँ, 300 लेखिदिएँ, 300 लोड भइसकेको थियो। अब 85 उठ्छ उठ्दैन, 300 एटेम्प हानिदिउँ, अब मैले त्यही यति त त्यहाँ त्यतिखेर पनि 300मा पनि आउँ न। अँ कसो भयो त 300? कि दुवैजना 300 हालेको? कि उसले पहिला 300 हालेको कि तिमीले? मैले मेरो अगाडि लिफ्ट थियो नि त, उसको के मेरो 70 थियो ओपनर, उसले अँ, 72.5 थियो। अँ, अनि अनि मैले पहिला लेखाउनु पऱ्यो नि त। अनि जो तिमीले मैले 77 गरे उसले चाहिँ कति गर्यो? उसले 82.5मा उसको फेल भयो, ए, अनि मैले 300 लेखाएँ, उसले पनि त्यो 82.5 फेल भए पनि उसले 300 लेखायो। अँ, अनि त्यसपछि एउटा इन्सिडेन्स के छ भने, मैले जिममा 295 गछ क्या मेरो ए, नर्मल जिममा। क्यालिब्रेटेड प्लेट्स चाहिँ? अँ ए, त्यो त 295 एकचोटि अलमोस्ट 300 पनि मेरो जिममा चाहिँ अँ, लिफ्ट छ क्या, तर ए, वेट त्यतिखेर अलिकति बढी थियो, 88 89 थियो। 300 लक राउन्डै हानेछ लाइक फुल्ली? लक क्राउडै छ, त्यो भिडियो छ मसँग, तर अँ, एकदम त्यो रस आवरको हुन्छ नि, जिममा टन्ने मान्छे अँ, भएको रस अँ, आवरको भिडियो, त्यही भएर मैले त्यो स्टोरी केही हालेको छैन क्या। त्यो त हेर्नुपर्छ होला, पठाउनु पर्छ होला। हो त्यो छ मसँग, तर त्यतिखेर अँ, 88 89 थियो के वेट चाहिँ। अनि ए, त्यो मेन्टालिटी के थियो भने, त्यो वेटको म्याटर नगर, दिमागको म्याटर हो, एकचोटि उठाइदिए जस्तो भइरहेको अँ, थियो मलाई अँ, त्यतिखेर। यो हात सबै गइसकेको थियो, हुक ग्रिप खेल्ने बानी छ मसँग, फेरि मिक्स उम्, ग्रिपमा गएँ कि म त्यतिखेर हात दुखेर। उम्, उम्, त्यसपछि त्यो त हल्लिँदै हल्लेन नि 300। ए, त्यही त दुवैजना 300 अटेम्प गरेको थियो लाइक त्यो कस्तो एनर्जी थियो कि त्यति बेला। आई डोन्ट नो लाइक तिमीहरू फर्स्ट सेसन थियो नि त। अनि जब त्यो तिमीहरू दुवैजना डेडलिफ्ट गर्न जाँदाखेरि लाइक कस्तो लाइक उठाइदिएको भए त अति दामी हुन्थ्यो क्या त्यो। उठाइदिएको भए त लाइक अति अति नै दामी हुन्थ्यो। त्यही त है, जर्नी लाइक क्रेजी छ तिम्रो चाहिँ किनकि यसै अलिकति स्टार्ट। च्यालेन्जिङ अलि छ कि। अब आजको ट्रेनिङ सेसन अब म नाइट गरेर आएँ, नाइट ड्युटी छ, अब म एकछिन अब यो भ्याएपछि एकछिन मिल लिन्छु, एकछिन न्याप लिन्छु, अनि बल्ल जान्छु क्या। ए, कस्तो हुन्छ टिपिकल एउटा दिन हुन्छ नि अब तिम्रो विकमा? एक्टिएस डे लाइक चिल दिनहरू पनि हुन्छ कि कसरी कस्तो चाहिँ हुन्छ है? चिल दिन त मेरो पाउनु अलिक गाह्रै छ, हुन्छ नि। अब ड्युटी, अब ड्युटीमा हुँदा पनि जिम सोचिरहेको हुन्छु, जिम गर्दा पनि ड्युटी सोचिरहेको हुन्छु क्या। अनि कहिलेकाहीँ अफ भयो भने आफ्नो त्यही चिल गर्नको लागि झोलासोला बोक्छु, आफ्नो हाई ग्याजेट लिन्छु, अनि गइदिन्छु जङ्गलतिर ए, है। मोस्टली बिजी नै हुन्छ।
अलमोस्ट बिजी नै हुन्छ। वर्कआउट टाइमिङ चाहिँ कहिले बिहान कहिले बेलुका? मेरो फिक्स टाइम चाहिँ छैन कहिले। अब 24 आवर ड्युटी नै भइदिन्छ। उम्, 24 आवर ड्युटीमा त अब त्यो दिन मिस भयो, नेक्स्ट डे पनि अलमोस्ट मिस भइदिन्छ क्या। तर म उम्, सकेसम्म चाहिँ मिलाएर गइदिरहेको हुन्छु, एक टाइम मिलाएर। उम्। सो हप्तामा कति दिन ट्रेनिङ गर्छ? हप्तामा 4 दिन चाहिँ म गर्छु, 4 दिन जति। 4 दिन। 4 दिन मिलाएर अनि यसो। अनि यसो 300 डेली पाउनुहुन्छ लाइक कसरी चाहिँ लाइक यसै हानिदिएको लाइक कि क्यालिब्रेटेड प्लेटमै यस्तो थ्री थियो, हन्ड्रेड त्यतिखेर मेरो वेट गेनमा थियो त्यतिखेर म। त्यो अँ ठ्याक्कै त्यो उस पछि हो, उम्, त्यो डेडलिफ्ट च्याम्पियनसिप छ नि, अँ हो त्यसपछि थियो क्या। म त्यसपछि गइरहेको थिएँ। यो जस एनएफसी क्लासिक यो इन्भिटेसनल खेल्नुभन्दा अगाडि हानेको हो मैले। त्यो ए टाइममा हानेको थियो। अनि त्यतिखेर म गेनमा थिएँ, त्यतिखेर 85को थियो नि त क्याटेगोरी। स्ट्रापमा कि नर्मल नो स्ट्राप, त्यो स्ट्रापमा थिएन, त्यो उमै थियो। पठाइदिएर अ, यार त्यो अहिले हेर्नुपर्छ जस्तो म ऊ पछि भिडियो पठाइदिन्छु नि। एकदम ल र छ क्या, मान्छे अँ टन्नै छ। अँ त्यही भएर मैले त्यो जिम फेरि लोकल जिम हो, अँ त्यो हान्ने उनी छैन क्या। त्यो प्लास्टिक प्लेट ए हो। त्यतिखेर 300 उठ्दा त त्यसपछि त ड्याङ भएको थियो है। उम्, त्यसपछि फेरि वेट कट अफ आयो, पनि कट अफ अहिले पनि अब यो जिममा गइरहेको छ क्या। मेरो जहिले उम्, पनि रिजन के हुन्छ भन्दा म वेट कटमा जानुपर्छ कि गेम आउने टाइममा। अब अँ अब चाहिँ म जाँदिनँ भइरहेको छु कि। अब एसियनको उम्, लागि चाहिँ 85 86 87 भन्दा माथि जाँदिनँ, टक्क उम्। आउँछु। तिमीलाई अस्तिकोसम्म चाहिँ त्यो यही क्याटेगोरी नै ठिक लाग्छ आफ्नो मलाई यसो सोचेँ होइन, आफ्नो हेल्थको इस्युको, हेल्थको पनि हुन्छ नि, अब ओभर उम्, वेट हुनुभन्दा उम्, यति वेट ठिक्क छ जस्तो लाग्छ मलाई चाहिँ। अब फेरि उम्, 90 एबभ गयो भने अलिकति हुन्छ नि, अलिकति जिउ हेभी देखिने, अलिकति कार्डियो कम भएपछि अलिकति आफ्नो हेल्थ रिलेटेड पर्सन भएर नि अलिकति यो त्यो चाहिँ पनि जानु है। सक्दैन कि। ए होइन त्यो पनि त हेर्नु पर्यो आफ्नो काम गर्ने ठाउँमा पनि अँ, फेरि यत्रो मान्छे अँ, यसै चाहिँ ठुलो देख्छ होइन अँ, एकदम मसल मसल मासै नै ठुलो देख्छ त्यही त म तिम्रो जर्नी चाहिँ एकदमै राम्रो लाग्यो मलाई किनकि त्यो एभ्री टाइम केही न केही भइरहेको थियो केही न केहीले गर्दा नभइरहेको अँ, लाइक राम्रो भएको बेला पनि अब अरू एथलिट आफूभन्दा बलियो कसैले भएको के हो भने कहिले अँ आफ्नै ऊ नहुने भइरहेको थियो। ए अनि यो समर स्ल्याममा चाहिँ आएर लिफ्ट यतिखेर पनि म चाहिँ गर्थेँ कि हो अरूलाई बिट गर्ने होइन कि, मेरो आफ्नो पहिलाको रेकर्ड चाहिँ बिट गर्छु भइरहेको थियो। त्यो तर बिट तिमीले गर्दा त गर्दा बोर जितिसक्यो भने लागेपछि। थाहा पाइसकेको छ डेडलिफ्टमै यो स्क्वाटबाटै दिमागमा चाहिँ आफ्नो माइन्ड सेट के भइसकेको थियो नि, स्क्वाडमा मेरो 17.5को लिड आएर यो गोल्ड मेरै भइसकेको थियो क्या मलाई चाहिँ। ए त्यत्तिको डेडलिफ्टमा जतिसुकै अब विनर तान्ने भनेको डेडलिफ्टले हो। अँ मलाई आफूलाई यति चाहिँ थाहा थियो कि डेडलिफ्ट त्यस्तो पनि त्यस्तो विक पनि छैन भइसकेको थियो क्या मलाई। ए तर पहिला पहिला त मेरो डेडलिफ्ट अलिकति विक थियो कि। अब अँ लास्ट टाइममा फर्स्ट अक्स क्लासिक खेल्दाखेरिमा मेरो 55 थियो। मलाई विन हानेको बिगेस्टले भन्दा उसको 70 थियो अँ क्या। डिफ्रेन्स थियो नि त। यो टाइम चाहिँ म डेडलिफ्टमा पुल गर्छु। मेरो अझ ए 70, मैले 77बाट 85 चाहिँ म स्योर जान्छु भइसकेको थिएँ। मैले उम्, 300 लोड गरिहालेँ। हानिदिउँ उम्। न 300 एटेम्प कस्तो हुन्छ भनेर हानिदिएँ मलाई। त्यही चाहिँ त्यही त अब यसै मैले चाहिँ अब मलाई थाहा थिएन तिमीले जिममा 300 हानेछ भन्नु मलाई चाहिँ थाहा थिएन भर्खर थाहा पाइरहेछ अँ, मेन चाहिँ जब 300 लोड गऱ्यो म त केटाहरू के हो साँच्ची हानेको कि जिस्किरहेको कि साँच्ची हो भयो एकछिन चाहिँ होइन किनकि 300 भने वेट त अलिकति धेरै नै हो नि त लाइक नर्मल अँ, एभरेज मान्छेले सोच्दाखेरि अनि त्यति बेला धुपैजना लोड हाने अनि त्यो एनर्जी मलाई फिल भयो किनकि म त भर्खर रिकभरीमा थिएँ लाइक अनि ओए के हो हानिदिन्छ क्या दुईजनाले नै हेर्दा त त्यस्तो आएछ तर तिमीले त पहिला पनि लाइक जिममा गरे रहेछ लाइक सक्छु भनेर नै हालेको थियो रहेछ भनेपछि तर अब त्यतिखेर वेट चाहिँ म्याक्स त 89 वेट नै थियो त्यतिखेरको हानेको टाइममा। ए त्यतिखेर भाइब्स कहिले कहिले हेभी लिफ्टिङमा त्यही त हो नि, कहिले मिल्छ हान्छु भनेर कहिले जाँदा काहीँ तर अलिक राम्रो हुँदैन। अँ कहिले काहीँ अनलक्कीली कहिले काहीँ उठिहाल्छ अनएक्सपेक्टेड तरिकाले। ए अब त्यसपछि अब नेक्स्ट अब एसियन नेक्स्ट त अब एजियन म मेन्टली प्रिपेयर चाहिँ छैन क्या। मेरो अब अँ विकली अहिले एकदम अहिले पनि विकली ड्युटी मात्र छ, एउटा कि दुइटा मात्रै गर्छु कि विकमा। उम्, 24 आवर गर्छु। अन्त एकैचोटि अरू टाइम सकाइदिने चाहिँ म पढि नै रहेको छु क्या। अब मेरो ए पिजीको लागि पढिरहेको छु। गाह्रो छ एमा पनि।
के अरे अझ तिमीहरू त अब मोहित दाईसँगै छ नि त एट्याच। अँ मोहित दाई पनि निटको लागि पढिरहेको भन्नुभएको थियो अस्ति पहिला। अस्ति 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 एक्जाम छ भन्दै हुनुहुन्थ्यो। हो अब त्यही पढ्ने, ड्युटी, लिफ्टिङ गाह्रै छ। गाह्रै छ है। त्यो प्रेसर हुनु पनि एउटा प्रिभिलेजै हो नि त होइन यत्रो। अन्त यस्तो हो अब पढिरहेको हुन्छ, ड्युटी गरेर हुन्छ, अलिकति माइन्ड अलिकति डाइभर्ट चाहियो नि त, त्यो चाहिँ अँ लिफ्टिङ हो क्या। मलाई चाहिँ अहिले चाहिँ त्यो भइरहेको ए छ कि अब अब जब इमेजिन म तिमीले। जब म जिम पुग्ने बित्तिकै लिफ्टिङ स्टार्ट गर्छु, त्यो मेरो वर्क प्लेसको स्ट्रेस, त्यो स्टडीको प्रेसर सबै उम्, हराइसक्यो हुन्छ कि त्यो टाइममा। उम्, झन् रिलिफ फिल गराइदिरहेको हुन्छ कि लिफ्टिङले। सो अनि तिमीलाई चाहिँ अब के लाग्छ अब इफ अब यो सबै तिम्रो काम काम सेटल भयो लाइक सबै मिल्यो बानी हुन अँ। थाल्छ नि त वान पोइन्ट त्यसपछि चाहिँ लाइक 100 GL पोइन्ट हान्न सक्छ होला तिमी कसले हान्छ जस्तो लाग्छ लाइक 100 GL पोइन्ट त्यो तिम्रो 92.68 भयो रहेछ होइन धेरै राम्रो हो यो जिएल पोइन्ट अनि लाइक तिमीलाई अब नेक्स्ट गोल त 700 नै होला। अहिलेसम्म 100 चाहिँ मैले राखेको छैन। अब अँ म यसमा त्यो यति सिक्दै राख्छु भने चाहिँ म चाहिँ भन्दिनँ। म चाहिँ अब अँ यसलाई बिट गर्दै आफ्नो रेकर्ड बिट गर्दै जान्छु। जहिले पुग्छ सक्छ। सो त्यो मोस्टली तिम्रो टाइपको छ। मेन्टालिटी हेर्दाखेरि तिमीलाई अरूको हेरेर खासै मतलब लाग्दैन। मलाई मतलब छैन त्यो चाहिँ। मतलब मलाई लाग्दैन जस्ट आफ्नो रेकर्ड आफूलाई पुस गर्दै गइरहेको हुन्छु। कम्पिटिसनमै हुँदाखेरि पनि लाइक अब अरूसँग लाइक मलाई थिएन मैसँग। नि यो पनि। यो टाइम यो क्लासिक हुँदा पनि अब मेरो कम्पिटिटर त मैले चिनिसकेको थिएँ नि त। अँ मलाई यति चाहिँ थाहा थियो कि फर्स्ट सेकेन्ड थर्डमा को हुन्छ भनेर चाहिँ भइसकेको थियो कि। अँ मैले अरू प्लेयर यसो हेरेको कोही कोही त बिगिनर पनि रहेछ त्यहाँनिर। अँ होइन अब त्यो बिगेस्ट मेरो क्याटेगोरी बिगेस्ट आयो भने चाहिँ मेरो कम्पिटिसन उहीसँग हो मलाई थाहा भइसकेको थियो। उम्, अनि म अरूसँग कम्पिटिसन भन्दा पनि आफैसँग जा। आफ्नो पहिलाको उम्, रेकर्ड चाहिँ बिट गर। उम्, रेकर्ड बिट गर। पोजिसन के आउँछ छोडिदे। त्यही भइरहेको थियो क्या मलाई चाहिँ। ठिक अनि रहेछ तर ठ्याक्कै स्पटमा राम्रो भएपछि त्यतिखेर चाहिँ सेट भइसकेको थियो कि गोल मेरै हो। यस राम्रो लाग्यो मलाई किनकि जुन जर्नी मैले बल्ल देखेँ नि त यसरी अँ। आएर अनि लास्टमा आएर फाइनली फर्स्ट एन्ड देन ओभरअलमा पनि थर्ड प्लेस भयो नि ओभरअलमा त। थाहा लाग्यो। यसपालि पनि अब जोस् अब चाहिँ आइरन अब चाहिँ अब फेरि तिम्रो बिगेस्ट केही नै त हुन्छ होला आई गेस अब अहिलेसम्म होइन सो अब तिमीलाई यो ऊमा के हुन्छ उसले अब यो एजियनमा कुन क्याटेगोरी खेल्छ अब मेबी 77 चाहिँ गर्दैन जस्तो लाग्छ मलाई उसले 85मा हो। 85 नै गर्छ जस्तो तिमीहरू दुईजना नै हुन्छ जस्तो लाग्छ मोस्ट प्रोभाब्ली यसपालि केही छ लाइक पिकेसलाई भन्नुपर्ने मेसेज। छैन छैन उसको ऊ त अब प्रोफेसनल्ली पहिलादेखि नै ऊ त मभन्दा धेरै अगाडिदेखि गेम खेले हो नि त उसले त। अँ मैले त पछि गेम खेले हो नि त। ऊ उम्, त अब पहिला पहिला पनि मेडल खाएर बसिसकेको छ मैले भर्खर स्टार्ट उम्, गर्दा टाइममा। ऊ त उम्, एउटा प्रपर पावर लिफ्टर भइसक्यो मान्छे हो। उम्, उम्। होइन उसको अब प्रोफेसनल चाहिँ उसको पनि जिम नै होला सायद यस्तै फिटनेस अहिले ट्र्याक। उसले पनि जिमै खोलेछ नि लास्ट 2 इयर्स हो। भयो क्या। अँ मलाई चाहिँ यति आफै ह्याप्पी हुन्छ कि यत्रो हुन्छ नि अब ओजस विकेशहरू जस्तो उम्, यत्तिको त्यो पावर लिफ्टरहरू हुन्छ नि नेपालकै उम्, टप पावर लिफ्टर हो नि त। उम्, यतिको आफ्नो क्याटेगोरीको ओभरअल खाइसकेको प्लेयरसँग आफूले कम्पिट गर्न नै त्यो चाहिँ मलाई त्यो चाहिँ हो क्या मलाई लाग्ने राम्रो। उम्, ठिक हो। सो तिम्रो त अब मोस्टली अब यो जिएल पोइन्ट हेर्दाखेरि ओभरअललाई पनि थ्रेट जस्तै छ नि त किनकि अस्ति न अक्स क्लासिकमा ओभरअल जित्नेले 95 स्कोर थियो जस्तो लाग्छ 94 95 होइन सो तिमी पनि विकिनले 92 विकिन पोइन्ट विकिनको 95 होला। होइन सो अब तिमीलाई चाहिँ आफूमा चाहिँ के कमी छ जस्तो लाग्छ मैले यसो हेर्दाखेरि मेरो बेन्च हो नि। अँ, बेन्च त मेरो त अति हावा छ नि बेन्च त। किन जस्तो लाग्छ बेन्चले गर्दा नि हो। अब फिजिक हेर्दाखेरि त चेस्ट पनि छ सोल्डर पनि छ तर किन बेन्च होइन छैन। मेरो यस्तो के त्यो एससिजे हुन्छ नि एससिजे हुन्छ नि अँ अगाडिको अँ एक्रोबेट अँ क्ल्याभिकुलर जोइन्ट हुन्छ नि अँ त्यो मेरो डिस्लोकेट छ क्या। ए त्यो मेरो फर्स्ट डिग्री डिस्लोकेट छ। अँ अनि अब सेकेन्ड डिग्री पुग्यो अब हामीले अझ म मेडिकल अफिसर मेडिकल पर्सन मैले अरूलाई एडभाइस दिँदा फेलामा अब कसैले अब पुग्यो पेसेन्ट आए अनि मेरो न मैले नगर हेर्दाखेरि भन्छ एसी होला जोइन्ट छ भने मैले प्रपर रेस्ट मैले एडभाइस नै रेस्ट हो क्या। नो लिफ्टिङ रेस्ट नै भन्छु नि त। आफू चाहिँ म अनि आफै अब त्यो सकिरहेको हुँदिनँ होइन। अब सेकेन्ड डिग्री अब थर्ड डिग्री पुग्यो भने त यसको सर्जरी नै हो यसको त। ए सो डिसलोकेट एज इन अहिले पनि डिसलोकेटेडै छ
अहिले पनि छ कि अब त्यो त्यो रिकभर हुँदैन क्या एउटा एउटा सर्टेन फेजमा गएपछि त्यो कसरी त्यसको भएको? रिड्युस चाहिँ अब थाहा भएन यो कसरी कुन टाइममा के गर्दा गयो। उम्, अनि ठक्क ठ्याक्कै त्यो बिचको त्यो फसिया हुन्छ क्या उम्, जोइन्टको त्यो उम्, अब उम्, यो हाम्रो सोल्जर ब्लेडबाट आएको र एउटा अँ, क्लेभिकल प्रोट्रुडिङ बोन हुन्छ कि अँ, एउटा अँ, कोराकोइड फोर्सेस भन्ने हुन्छ हो त्यो चाहिँ मेरो अलिकति त्यहाँनिर चाहिँ हल्का डिस्लोकेट छ। अनि त्यो लिफ्टिङ गर्दा ए, पनि हेभी लिफ्टिङ गर्दा पनि म सोचिरहेको हुन्छु क्या दिमागमा जाने क्या अन्त डिस्लोकेट अँ, छ रिक्स छैन अलिक त्यही भन्छ उम्, कहिले कहिले गेमको बेला त अब त्यो सम्झिँदैन। ए, त्यही त है, त्यस्तो रहेछ नि त। अब त्यो इन्जुरिज, अब अब तिम्रो कस्तो छ, लाइक यो जर्नीमा इन्जुरीहरू भएछ छैन, लाइक इन्जुरी कसरी त चाहिँ तिमीले आफूलाई आफूलाई पुस गर्छ, किनकि पावर लिफ्टिङ भन्यो भने इन्जुरीकै उमा हो क्या यो हुने रहेछ क्या यो मेरो फर्स्ट उपकार कि त्यो फर्स्ट मिट खेल्ने बेलामा नै त्यो अँ, मिटको 2-3 दिन अगाडि मेरो सोल्जर इन्जुरी भएको थियो क्या अँ, त्यतिखेर म भ्याली बाहिर थिएँ त्यतिखेर उम्, अब त्यो जिम त्यो क्लबमा पावर लिफ्टिङ गर्ने आउने कोही पनि थिएन सपोर्ट उम्, दिन स्पोर्टमा आउने कोही पनि थिएन राम्रो त्यो हुन्छ नलेज भएको कोही पनि थिएन जो छ एकछिन आइज हो भनिदिने उम्। अनि दिन लगाउँथ्यो उसले दिँदा दिँदा मेरो यो सोल्जर गएको थियो क्या हाम्रो एउटा अब दाइ आयो थियो नि, कपाल लामो भएको, ए ऊ त राजन राजन ऊ राजन त दाइ, काठमाडौँमा थियो नि त ऊ त म त भ्याली अँ, बाहिर थिएँ ए, अनि त्यसपछि आएँ त्यसपछि उसँग उसकै उहाँ नै किनकि मैले उहाँसँग फर्स्ट टाइम नै कम्पिट गर्दाखेरि चाहिँ त दुईजनाले कम्पिट गरेर देखेको छु कि त मैले यहाँ हक्स क्लासिकमा हो है। त्यसपछि त्यो टाइममा पनि मैले उसलाई फोर्स गरेँ क्या अब बडी ए, बिल्डिङ देखेर उसले त्यो चाहिँ कस्तो त्यसपछि ठुलो उसलाई देखेको मैले थियो त्यति बेला त। पावर लिफ्टिङमा एकचोटि हानिदिउँ होइन उम्, उसको अहिले ऊ त बाहिर हुनुहुन्छ उहाँ पनि अँ, एकचोटि हानिदिउँ पावर लिफ्टिङ दुईजना सँगै गइदिउँ होइन सँगै ट्रेनिङ गरेर त्यो टाइममा उम्, उसले उहाँले 93को क्याटेगोरीमा खेलेर कम्पिट गरेको हो थियो हो, त्यही त मैले पहिला पहिला बडी बिल्डिङमा भेटेको थिएँ दाइले, मैले फर्स्ट टाइम कम्पिट गर्दाखेरि त्यहाँ दाइले चाहिँ मेन फिजिकमा जित्नु भएको थियो जस्तो लाग्छ, त्यहाँ चाहिँ त्यहाँ फर्स्ट टाइम मैले भेटेँ दाइले। मिस्टर काठमाडौँ होला सायद हो। मिस्टर काठमाडौँ 2019 तिर। सो बडी बिल्डिङ गर्ने चाहिँ सोच छैन, राम्रो छ त। अहिलेसम्म छैन मैले जुन यो नेपालको सिनारी हेरेर चाहिँ यो अँ, यो स्टफ लाइक इन्हान्स टाइपको त्यो म अँ, ठ्याक्कै त्यसको एकदम उमा छु के अगेन्स्टमा छु अँ, त्यही भएर अहिलेसम्म चाहिँ मैले सोचेको छैन अहिलेसम्म खेल्दैन नै होला सायद उम्, फ्युचरमा चाहिँ थाहा भएन अहिलेसम्म अँ। चाहिँ सोच चाहिँ छैन बडी बिल्डिङतिर चाहिँ। अहिले त पावर लिफ्टिङमा पनि भन्छ नि मान्छेहरू इनहेन्स छ, अब अलिअलि हल्लाहरू सुनिरहेको हुन्छ। सुने हो मैले यो पनि धेरै सुने अँ, हो यो इन्हान्स छ र अहिले स्टेरोइड लिएर हुन्छ नि गएको अँ, अहिलेसम्म यो टिल डेट त अब इट्स नो नै होइन अँ, अब पर्छ जस्तो लाग्दैन मलाई यो स्टेरोइड लिएर खेल्नुपर्छ जस्तो लाग्दैन अँ, किनकि यस्तो हो अब हामी यसरी नेचुरल्ली हुन्छ नि सप्लिमेन्ट पनि उम्, धेरै लिएको पनि त हुँदैन नि सप्लिमेन्ट भनेको उम्, त्यो उयो उम्, मल्टिभिटामिनमै आएको हुन्छ हामी उम्, अब यतिकोमा यति आएको छ भने अझ योभन्दा अझै बढी बेसी मेहनत गऱ्यो भने त अझै योभन्दा माथि पुग्ला उम्, सुनिरहेको हुन्छ नि त इन्डियन लट्स अफ इन्डियनहरू त मोस्ट अफ द इन्डियनहरू त इन्डियन्समै हुन्छ भन्ने सुनिरहेको हुन्छ उम्, अनि अब यो एजियन खेल्नुको रिजन पनि त एन्टी डोपिङ छ होइन उम्, हो त्यो देखेर म खेल्न आँटेको चाहिँ हेर्न उम्, चाहिँ त्यो त्यही पनि त ठिक। कतिको एक्युरेट हुन्छ चाहिँ थाहा भएन। अब चाहिँ सबैलाई गर्छ गर्दैन भन्ने हो त फेरि, मेन ओभरअलहरू जित्नेहरू दुईजनालाई मात्रै गर्छ कि त्यो सबैलाई पछि त। पोस्ट मिट गर्ने हो मलाई चाहिँ के लाग्छ भने यो चाहिँ प्री मिट गर्दैन कि, जब कम्पिटिसनमा तर जब एथलिट आउँछ अनि एथलिटले अब सपोज तिमीले 300 किलो उठाएर होइन फर एक्जाम्पल, तिमीले उठाएपछि तिम्रो थर्ड डेड लिफ्ट भइसकेपछि तिमीलाई लिएर जान्छ कि त्यहीँबाट हात समातेर लिएर ए जान्छ। मेरो एक्सपिरियन्स पनि छैन, सो मैले चाहिँ अब यो टाइसन दाईको आयुषहरूको त ड्रग टेस्टेड कम्पिटिसन खेलेको छ नि त बाहिर, एन्ड देन अँ जहिले पनि टाइसन दाईलाई आयुषलाई चाहिँ टेस्ट गरि नै रहन्छ कि, अन्त उनीहरूलाई के गर्छ अरे डेडलिफ्ट सकिनु साथै एउटा जज आउँछ अरे अनि लगेर जान्छ अरे, अनि त्यसपछि एउटा डिस्पोजल बट्टामा चाहिँ पी गर्न दिन्छ, अनि त्यसपछि त्यो पी चाहिँ पछि चाहिँ टेस्टलाई पठाउने हो कि। सो अगाडि प्री कम्पिटिसन टेस्ट चाहिँ गर्दैन, पहिला चाहिँ कम्पिटिसन गराउँछ। अब यसो हेऱ्यो एउटा सस लाग्यो, एउटा मान्छे चाहिँ हल्का सस्पिसियस लाग्यो भने त्यस्तो मान्छेहरूलाई चाहिँ टेस्ट गर्छ है खासमा, मोस्टली ट्राभल गर्ने एथलिटहरूलाई
अनि ओभरअल जित्नेहरू 2जनालाई चाहिँ गर्छ। अब उनीहरूले सबैलाई गर्नु त आई थिङ्क कस्ट वाइज पनि इम्पोसिबलै हुन्छ जस्तो लाग्छ मलाई। ए म त आइथर यो त प्रिमिट हो, त्यही भएर म खेल्नको लागि रेजिस्टर गरेँ, नत्र त अब फर्स्ट भने त म मलाई थाहा छैन फेरि अब यो हो। चाहिँ बाहिर चाहिँ यसरी हुन्छ। अब यहाँ अँ, अब अब मलाई कति लिन्छ थाहा छ, आई थिङ्क एक्सपेन्सिभ नै छ क्या एउटा मान्छेको लाइक डोपिङ टेस्ट गर्नु नै। हो एक्सपेन्सिभ कति अब इन्डियामा चाहिँ हुन्छ होला सायद, अब त्यो उम्, कस्टली अब 46 42 50 त मजाले जान्छ त्यही बाहिर। छ। अनि सबैजना हामी कति एउटा इच क्याटेगोरीको एथलिटहरू जित्ने मात्र गऱ्यो भने 12-13जना हुन्छ नि त। सो उम्, हो सबैजनाको गर्नु पनि मेक सेन्स नि गर्दैन। अब फर्स्ट थिङ त अब पैसा पनि 10,000 लिएछ होइन प्रि हो अर्ली बर्डमै। रेजिस्ट्रेसन। तिमीलाई चाहिँ कस्तो लाग्यो लाइक 10,000 वर्थ हुन्छ हुँदैन लाइक केही थर्ड प्रोसेस केही आयो चाहिँ? यस्तो छ अब यो 10,000 अब मैले त त्यही सोचेर नि खेलिरहेको छु कि अहिले त, अहिले त के अरे ट्रेनिङ पनि त्यही सोचेर गरिरहेको छु अहिले। हिजो पनि जोक्स भइरहेको थियो क्या। अँ हिजो गएको थिएँ जिममा। अँ हिजो जिम गएर मैले डेड लिफ्ट 285 290 लिफ्ट गरिरहेको थिएँ क्या। अँ अनि के हो जोस आइरहेको छ त भनिरहेको थियो कि दाइहरूले जिस्काएर। अँ अँ दाइ यो 10,000 हो 10,000 भनेर हान्रहेको थियो क्या मैले। त्यही त है। अब अलिकति मलाई चाहिँ मेरो साइडबाट चाहिँ के लाग्यो अलिकति अब कसरी ब्रेक डाउन गरिदिनु पर्यो नि त किकको लागि चाहिँ यति चार्ज गरेर हो। सो त्यो हो थाहा यो भयो भने नेपालमा एटलिस्ट त यही नै हो, ल्याक हुन्छ नि, यसकै ल्याक त हो। अब नेपालमा उम्, पर्पल पावर लिफ्टिङ एसोसिएसन पनि छ भन्छ। उम्, तर उहाँहरूले के गरेर अहिले त त्यो नेसनल वाइड मिट नभएको त छैन नि त अहिले त। अब अस्ति एसोसिएसन चाहिँ पावर लिफ्टिङ एसोसिएसनदेखि अँ लिएर होइन अहिले जति पनि भइरहेको यो प्राइभेट इभेन्टहरू भइरहेछ नि त। सो तिमीले अस्ति नै त अब यो जजिङहरू गर्दाखेरि पनि तिमीलाई इनसाइडको कुराहरू थाहा चाहिँ हुँदैन के भयो अँ, किनकि अस्ति न थाहा हुँदैन। अँ। त्यही त अब खै अब अस्ति न त बागमती गऱ्यो अब सबै डिस्ट्रिक्टमै गर्ने प्लान थियो कि के थियो यो चाहिँ खासमा? यो यस्तै थियो, म चाहिँ अलिकति यो बागमतीको जज कमिटीको त्यो उसँग चाहिँ म अलिकति क्लोज छु क्या, उम्, दिजन कार्की। उहाँसँग क्लोज भएको हिसाबले चाहिँ उम्, यस्तो थियो, सुरुमा चाहिँ बागमती प्रोभिन्सै गर्ने भन्दा थियो। उम्, अनि पछि फेरि अब बागमती प्रोभिन्स एथलिटहरू सबै नेसनल नेपालभरिकै अब काठमाडौँ बागमतीमा आएर बसिरहेको हुन्छ। त्यो त स्टिल मलाई अहिले पनि थाहा भएन सबै गरेको कि नागरिक त हेऱ्यो कि हेरेन त्यो पनि थाहा भएन मलाई। उम्, होइन अब गऱ्यो मिट गऱ्यो। अनि उम्, त्यही दौरानमा अब म पनि एकचोटि चाहिँ त्यो खेलकुद परिषद कि के समथिङ एउटा अध्यक्षको उम्, मन्त्री भेट्न गएको थियो त्यो टाइममा। उम्, त्यो टाइममा चाहिँ कुरा उठाएको थियो कि अब यो नेपाल पावर लिफ्टिङ एसोसिएसनलाई यो उम्, नेपालको नेसनल गेम हुँदैन, उम्, त्यसमा इन्क्लुड गराउने भनेर कुरा चाहिँ उठिरहेको थियो त्यो टाइममा। हुन्छ हामी उम्, पोजिटिभ छौँ भने अब यो उम्, सबै कुराहरू चाहिँ यी मिटिङ गर्ने सक्ने भोलिपल्ट छैन टाइपको भयो क्या नेपालमा। उम्, सिरियसली कोही पनि भएन। प्लस ए, नेपालमा त यस्तो पनि भइरहेछ नि त, यो पावर लिफ्टिङको जुन टप टप छ नि त, अब कोही बडी बिल्डिङबाट पावर लिफ्टिङमा आएको छ। उम्, बडी बिल्डिङमा नि उहाँहरू नै हुनुहुन्छ, पावर लिफ्टिङ उहाँ नै हुन्छ। दुइटै जान त गाह्रो हुन्छ नि त रिटर्न लाग्नु त। उम्, उम्, म चाहिँ चाहन्छु कि अझै अब जुन छ नि यो अहिले नेपालमा हामीले आँखाले अगाडि हेर्ने भनेको अब यो अक्सको टिम भयो टाइसन लायरको। उम्, अब यो सुखदेवको एनआइएफए कि एनआइएफए होइन एनआइएफए त्यो अँ, टिम भयो। अनि यो नेपाल पावर लिफ्टिङ पहिलादेखिको छ नि यो उम्, यो तिन चारवटा यो ग्रुपहरू चाहिँ कोल्याब भएर गयो भने चाहिँ नेपाल पावर लिफ्टिङ चाहिँ अलिकति माथि। अब खै अब त्यो अब हामी चाहिँ प्राइभेटली गर्नुको रिजन चाहिँ अब अलिकति हाम्रो साइडबाट हामीले मोर कन्ट्रोल लिन सक्छ भन्ने कुराले हो किनकि हामीसँग कन्ट्रोल धेरै भयो भने मिट राम्रो गराउन सक्छ नि त। सो अब फेरि मिक्स अँ हुनु साथै त्यही लेभलको स्ट्यान्डर्ड हामी प्रोभाइड गर्न सक्छ कि सक्दैन भन्ने भयो। अब पहिला पहिला सुखदेव दाईले उताबाटै मेन नेसन वाइडबाटै गर्थ्यो नि त। त्यति बेला पनि गर्थ्यो अनि पछि किन आफ्नो छुट्टै गर्न थाल्नु भयो अब त्यसको बारेमा त नोबडी नोज होइन। तर अँ त्यसपछि त नेसन वाइड हुँदै भएन नि त 2 वर्ष त्यसपछि जस्तो होइन। अहिलेसम्म भएकै छैन नि। अहिलेसम्म भएको छैन। अब त्यसको रिजन हामीलाई थाहा छैन तर एटलिस्ट हाम्रो जस्तो यो जुन प्राइभेट कम्पिटिसन नै सही भए पनि भइराख्यो भने चाहिँ एज एउटा एथलिटलाई पनि एउटा प्लेटफर्म भइरहेको छ। अनि जेसुकै कम्पिटिसन भए पनि बडी बिल्डिङ पावर लिफ्टिङ एनिथिङ भए पनि प्रमोट त फिटनेस नै हुन्छ नि त एज अ होल। अँ सबैलाई नै अँ राम्रो हुन्छ भन्ने कुरा हो नि त। कम्पिटिसनै भएन भने चाहिँ लाइक राम्रो खेलाडीहरू पनि हराउँदै जान्छ एन्ड देन
गायब हुन्छ। सो केही न केही भइराख्यो भने चाहिँ फिटनेस नै राम्रो हुन्छ अनि जिमहरूलाई नै राम्रो हुन्छ अल ओभर होइन। त्यही छ मेनली चाहिँ त्यही नै हो। सो तिमीलाई अब केही छ अब मेसेज अब अलमोस्ट एन्डतिर आइसक्यो, 2:30मा केही भन्नु मन छ भने अब ठिक छ, न्यु। म त यो चाहिँ भन्छु कि होइन, यो उम्, जुन हाम्रो अक्सको टिम छ, मैले उम्, दुईटा इभेन्ट भयो, दुईटा खेलेँ नि त। उम्, म चाहिँ एकदम बिग थ्याङ्क्स टु अक्स होल टिम के। उम्, त्यो मैले फर्स्ट मिट खेलाइदेखिको त्यो जुन जुन टिमवर्क छ नि, त्यो उम्, टिमवर्क चाहिँ क्लास सिकेको थियो। त्यो टिमवर्क उम्, चाहिँ त्यो हुन्छ नि, ह्याट्सअप अक्स क्लासिक टिम के। अँ, त्यो अब चाहिँ त्यो त्यही देखेर नि मैले यो पछिको यो अस्तिको इभेन्ट खेल्नुको मिट खेल्नुको रिजनै उम्, त्यही थियो कि। त्यो बाहिरको म्यानेजिङ होइन, त्यो मिटको त्यो बार लोडिङको टिमदेखि देखेर हुन्छ नि, उम्, प्रि इभेन्ट म्यानेजमेन्ट के, त्यो चाहिँ उम्, ह्याट्सअपै थियो। त्यही उम्, त्यही देखेर अब सेकेन्ड मिट खेलेँ। सेकेन्ड मिट झन् झन् बबाल मन लिएर आएँ कि। त्यो उम्, अरूलाई त्यो हुन्छ नि, त्यो देखेर नै थियो कि अरू अरू पछि इभेन्ट छ नि, त्यो कपी गर्नु खोज्यो। तर अब सबै कुरा सक्दैन नि त। गाह्रै हुन्छ। अब त्यो बब्बाले भएको थियो त्यो मिट छ। अब अरू अहिले मेसेज भनेको चाहिँ त्यही हो, अब ट्रेन हान्ने हो। अँ, अब यङ आउने केटाहरूलाई अब यङ केटाहरूलाई के छ, यङ पावर लिफ्टर जस्तो बडी त बिल्डर। पावर लिफ्टिङमा चाहिँ अब एकैचोटि जम्प चाहिँ नगर्दा बेस्ट होइन। अब अगाडि उम्, आफ्नो मसल म्याचुरिटी देखाउनु पर्यो उम्, होइन, मसल म्याचुरिटी प्रपर ट्रेनिङ। उम्, अब म त आफै अहिलेसम्म चाहिँ आफै सेल्फ छु अहिलेसम्म, उम्, सेल्फ ट्रेनिङ गरिरहेको छु। अब सकेसम्म चाहिँ आफ्नो होइन ट्रेनरै हायर गरेर हुन्छ कि के छ ट्रेनरको प्लान अन्डर अब गर्ने प्लान छ, कोच लिने? कोच लिने भन्दा पनि अहिले चाहिँ मेरो अलिकति फोकस चाहिँ यता पावर लिफ्टिङ भन्दा पनि मेरो आफ्नो यो प्रोफेसनमा अलिकति फोकस भइरहेको छु क्या अहिले चाहिँ। ए लेट्स सी के हुन्छ। अँ, ठिक छ है, यसै आफै सेल्फ स्टार्ट पनि यतिसम्म इज लाइक भेरी इम्प्रेसिभ नै भन्छु म त। बिकज अब म चाहिँ मेरो मेरो पार्ट अफ स्टोरीमा चाहिँ म त छिट्टै नै मैले कोचिङहरू लिन थालेँ। एन्ड देन अँ, सोध्ने मान्छेहरू थियो, सिकाउने मान्छेहरू थियो। अनि त्यस्तो सिचुएसनमा चाहिँ कसरी डिल गर्छ, अब कति कुरा त आफूलाई आउँदैन नि त, आफ्नो बडीको के अब भइरहेछ। यसमा चाहिँ मैले के गर्थेँ भने मैले त्यही त अब त्यो पावर लिफ्टिङको सेल्फ स्टडी गर्न थालेँ कि। उम्, जस्तो चाहिँ बाहिरको इन्फ्लुएन्सरहरू हुन्थ्यो नि त, उम्, उनीहरूको त्यो सानो सानो क्लिपहरू हेर्ने, प्रोग्राम कसरी बनाउँछ अनि त्यसलाई आफैलाई युटिलाइज गर्ने कि। उम्, मोस्ट अफली 4 विक्स प्लान बनाउँछ नि त, त्यसमा उम्, आफूलाई इम्प्लिमेन्टेसन हान्थे। उम्, अब यति पर्सेन्टेजले यतिले यतिले खेल्दै खेल्दै गयो। उम्, आइरहेको छ, कहिले कहिले डिसपोइन्टेड त भइहाल्छ। पिआर हिट गर्ने दिन भनेर गएको हुन्छ, उम्, त्यो पिआर हिट भएकै हुँदैन। उम्, त्यो पिआर हिट नगर्ने दिन चाहिँ हिट गर्ने दिन चाहिँ नहुँदा फेरि आज त्यसको फ्रस्ट्रेसन चाहिँ मैले लो हिटमा हाइपी खेलिदिन्थेँ क्या। लो उम्, हिटमा हाई रेप्स खेलिदिएँ क्या। लाइक उम्, अब 220 हान्छु भनेर गएको हुन्छ, 220 नहाने सकेपछि 215मा रेपुटेसन खेलिदिने क्या। ए त्यस्तै गरेर गइरहेको थिएँ। मैले तर अलिकति अब प्रोग्राम चाहिँ तर मिलाउनु एउटा प्रपर प्रोग्राम भयो भने अलि अकाउन्टेबल हुन्छ। अब एउटा त्यो कोचले चाहिँ हेऱ्यो हुन्छ। हेऱ्यो भने चाहिँ आफूले आफूले नदेख्ने कुरा चाहिँ ठ्याक्कै कोचले देख्छ भन्ने कुरा हो नि त। अँ, अब म चाहिँ रेकमेन्ड गर्छु लाइक लियो भने चाहिँ आई थिङ्क अझै धेरै कुरा छ लाइक अँ। बाटो होइन, लाइक अब यस्तै 300 किलो डेडलिफ्ट पनि हान्नु लाइक बिग थिङ अँ। होइन। तिम्रो के छ अब यो भनेपछि अब 93मा खेल्ने अब एजिएम चाहिँ? सो मेरो त अब अहिले त ट्रेनिङ ब्याक टु बेसिक्स नै छ। अस्तिसम्म म्याराथन मैले बस। बेल्टहरू स्लिभ नलागिकन ट्रेनिङ गरेँ किनकि मैले इन्जुरीमा केही पनि युजै गरेन नि त। मैले त 60 केजी स्क्वाडबाट स्टार्ट गरेको थिएँ फर्स्टमा, 60। अब बल्ल बिस्तारै अब अस्ति भर्खर 200 गरेँ। अब बिस्तारै आउँदैछ। मेन चाहिँ अब जुन त्यति बेला मेरो इन्जुरी हुँदा मैले सबैजनालाई देखेँ ओए, तर सकेर नि गर्नु सकिरहेको छैन नि त। त्यो भएर चाहिँ मेरो अँ, प्रब्लम चाहिँ अब सिधै गएर वेट हाल्ने कुरा आएन। किन खुट्टा स्टिल पनि कता कता डिफ्रेन्ट एङ्गलहरूमा चाहिँ त्यो माथिको लिगामेन्ट्सहरू मसलहरू चाहिँ विक सक्यो किनकि त्यो चलाउँदै चलाएन। हड्डी त जोडिसक्यो होइन, हड्डी अँ। जोडिसक्यो, त्यो थाहा छ हड्डी जोडिसक्यो, तर त्यो बिहान बिहान हल्का स्टिफनेसहरू चाहिँ अब त्यो भइ नै राख्छ। अब त्यस्तो त केही पनि भएको छैन। अब हामी कति 15 विक्स आउट यस्तै जस्तो लाग्छ है, 15-14 विक्स कति आउट। मैले त काउन्ट पनि गरेन। अस्ति रजिस्ट्रेसन गर्ने भनेर एउटा जिममा एउटा दाइ पनि हुनुहुन्छ कि, उहाँले चाहिँ बेन्च प्रेस मात्रै ए खेल्छु भनेर। ए उहाँले त्यतिखेर सँगै रजिस्ट्रेसन गर्यो।
उम्, ठिक छ खेलिदिउँ न नखेले ठिकै छ भनेर चाहिँ तिमी त अल 3 नै हो। म त ठिक छ, अब त्यही नै भेट्छ होला हामी है। यस, अब के छ त, त्यही नै होला कति हान्ने सोचेछ यसपालि? अब लास्ट टाइम त अब 67.5 भयो रहेछ। अब यो अब 83 को अस्तिको यो अक्स क्लासिक होला त्यसलाई अब म त्यहीलाई बिट गर्छु अब कति भन्ने चाहिँ अब यस्तो त्यतिखेर आउँछ नि त नम्बर एउटा। स्क्वाड चाहिँ 260 एबोभ नै जानु प्लान छ। अँ मलाई मेन इम्प्रुभ गर्नु भनेको बेन्चमा छ। अँ बेन्च चाहिँ 145सम्म चाहिँ पुग्छु कि अँ धेरै छैन 145सम्म पुग्नु सक्यो म ह्याप्पी छु टाइपको हुन्छ। डेडलिफ्ट चाहिँ अब अनि 300 नै अनि होला। डेडलिफ्ट चाहिँ अलिक बढाउनु पर्छ डेडलिफ्ट चाहिँ प्लेटफर्ममा चाहियो 300। मलाई चाहिँ चाहिएको भनेको मलाई अलिकति झ्याउरे भनेको चाहिँ यही हो क्या प्रपर पावर लिफ्टिङ ग्राउन्ड छैन क्या म लोकलमा हान्दा उम्, आउँछु त्यही प्लेटमा हान्दा आउँछु। मेरो उम्, जिमको त बार पनि अलमोस्ट सी भइसक्यो क्या हान्दा हान्दा बाङ्गो भइसक्यो। त्यो छैन पहिलाको त्यो ओलम्पिक बार भन्छ तर अँ छैन। अँ मगाउनु पर्ला अब ए आफ्नो पर्सनल राखेको हुन्छ नि त। त्यही चाहिँ प्लान गरिरहेको छु अँ म अब चाहिँ ठिक छ। त्यस रमाइलो रहेछ अँ लाइफ होइन? के छ जस आफ्नो कामको फ्रस्ट्रेसनमा स्ट्रेन्थमा चाहिँ च्यानल गरेछ तिमीले होइन? त्यही भइरहेको छ अहिले यस ठिक छ। अब फेरि अब अर्को पालि चाहिँ मोडले अब ट्रेनिङको बारेमा पनि कुरा गरौँला अझै टिपमा होइन? यस खुसी अँ लाग्यो। त्यस जेनरल हुन्छ कुरा चाहिँ थाहा भयो एटलिस्ट लाइक, किनकि मलाई पनि थाहा थिएन डिपर स्टोरी के हो, उम्, कसरी स्टार्ट गर्यो होइन? के छ, मैले त अचानक देखेको भनेको सिधै त्यो हाम्रो अक्स क्लासिक के अरे एनवाइएससी क्लासिकमा देख्यो, त्यति भए पनि अब ए त्यस्तो कुरा नै भएछैन नि त। अनि त्यस्तो चाहिँ ठ्याक्क भएन तिमी थाहा भएको नि मलाई यता फर्स्ट अक्स क्लासिकमै हो कि यता। अनि त्यसपछि त्यो तिमीले भनेपछि त्यो पनि कम्पिटिसनमा तिमी जज बसेको थियो भने ठ्याक्क त्यति बेला मात्रै याद भयो होइन? त्यो सबै इच ब्लक इच कम्पिटिसनमै लाइक पिआर पिआर भइरहेछ, रोक्कै छैन, रोक्दैन कि क्या? नर त्यही त रोकियो 30 किलो 50 किलो पिआरहरू भइरहेछ। त्यो अब यसपालि एसियन्समा पनि अब खै कस्तो एसियनमा हुन्छ पनि होइन? हान्नु राम्रो स्ट्यान्डर्ड होस् होइन? अब बाहिरको खेलाडीहरू आउँदैछ भने पनि अब जस अपर्च्युनिटी हो। मैले पनि मोस्टली यो नखेल्ने जस्तै नै सोचिरहेको थिएँ, किनकि मेरो आफ्नो जस्तो पनि ट्रेनिङ भए छैन होइन? वेट भारी नै लागिरहेछ, प्लस अलिक भर्खर रिकभरीबाट आएको। मोस्टली चाहिँ मैले अब यस्तो कम्पिटिसनहरू स्ट्यान्डर्ड होला होइन, एउटा एटलिस्ट एउटा फेडरेसनको अन्डर त छ भनेर चाहिँ मैले गर्नुको रिजन चाहिँ त्यही नै हो। अरू कति हान्छु के हान्छु त मेरो पनि अब अब यो ब्लक जब सकिन्छ बल्ल थाहा हुन्छ मेरो त। अब अहिले त अति हानेकै छैन मैले पनि। त्यही हो, गुड लक तिमीलाई पनि। जे होस्, ठिक छ अब अब चाहिँ पोजिसन मेन्टेन हान्नु पर्यो। अब चाहिँ तल हेर्दै जाऊ तल अब तल माथि हुनु भएन, मेन त त्यही त हो नि एक्चुली। अँ, एक्चुली जितिसकेपछि चाहिँ अब फेरि त्यो हार्नु मन लाग्दैन नि त। जस तिमीहरूको क्याटेगोरीमा रमाइलो हुन्छ, पिकेस होइन, आकृत भाइ, यङ केटाहरू पनि like राम्रो हुँदै रहेछ है। यस्तो हो यङ छ यिनीहरू पनि, राम्रो छ। मोस्टली त यङ केटाहरू के आउँदैछ अहिले त होइन यङ केटाहरू पुरा पावर लिफ्टिङ धेरै है। आइसक्यो है कस्तो लाग्छ तिमीलाई पावर लिफ्टिङ सिन? तिमीले खेलेदेखि भन्दा अगाडिदेखि हो तर अहिलेसम्म पावर लिफ्टिङ सिनमा? राम्रो छ एउटा यस्तो छ मेरो जिममा पनि भर भर यङ केटाहरू दाइ अँ म पनि खेल्छु म पनि यस्तो गर्छु भनेर आउँछ अँ हानिरहेको हुन्छ। उनीहरूलाई चाहिँ गाइड गरिदिएर हुन्छु उम्, भेटेको टाइममा आफ्नो भ्याएको उम्, टाइमसम्म उम्, उनीहरूको त्यो इन्ट्रेस्ट देखेर चाहिँ धेरै नै ह्याप्पी के। अब उम्, अहिले पनि त इभ्री गेमहरूमा अहिले त सब जुनियर जुनियर राख्न उम्, थालिसक्यो नि त उम्। त्यतिको राखे धेरै राम्रो त्यही त है। पहिला पहिला अब मैले खेल्दाखेरि म नि जुनियरै हुन्थ्यो होला, तर म त्यति बेला क्याटेगोरी नै थिएन, सो गर्नु पनि पाएन, यसै कट्यो होइन? सो अब त्यस अहिलेको युथहरू जोस चाहिँ छ कि उनीहरूको जुन हो एनर्जी, हाम्रो जिममा पनि सबैजना जुन एथलिटहरू छ यङ के केटाहरू। अनि त्यस रमाइलो हुन्छ जस्तो ल। अब हामी त्यहीँ भेट्छ होला एसियन्समै होइन? ओके पछि फेरि अब पडकास्टमा जानुपर्छ अरू अरू कुरै टपिकहरूमा कुरा गरौँला।
होइन यसपालिको चाहिँ अब तिम्रो इन्ट्रोडक्सन जस्तै नै भयो होइन इन्ट्रोडक्सन यस टु ओके राजेश श्रेष्ठ होइन कसरी स्टार्ट गर्यो के सबै त्यही नै भयो अहिलेलाई चाहिँ ल ठिक छ अब रेस्ट होला पुरै नाइट ड्युटी गरेर आएछ मिलाउनु पर्छ है त्यस टाइम मिलायो तिमीले त्यस खुसीलाई अब भेटौँ ल छिट्टै है गुड ओके लक ओके अब बिस्तारै अब ट्रेनमा हाड है अँ, इन्जुरी त्यही रिकभर त राम्रोसँग त्यही त बिस्तारै गेटिङ ब्याक भइरहेछ झन् ओके ठिक एउटा छ मैले देखिरहेको प्र्याक्टिस हुन्छु अक्सको स्टोरीमा देखिरहेको हुन्छु मैले प्र्याक्टिस जस्तो भइरहेछ मेरो लागि त टेक्निक ठिक सेक्निक छ ठिक छ प्र्याक्टिस आइहाल्छ बिस्तारै आइहाल्छ ठिक छ ल अहिलेलाई चाहिँ अफ गर्छु म ओके ओके गुड डे लाइभ गुड चाहिँ डे अफ गर्छु